लेक्सिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको समाज विज्ञान केन्द्रले आयोजना गर्ने नियमित मासिक कार्यक्रम कचहरीमा यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। हामी कचहरीमा विभिन्न विषयमा छलफल गर्छौँ। कचहरीलाई हामीले 3 तहबाट अगाडि बढाएका छौँ: डिस्कसन, पब्लिकेसन र रिसर्च। लेक्सिटी कलेज एन्ड रिसर्च सेन्टर अन्तर्गतको यो कचहरी हामीले सुरु गरेको 10 वर्ष भयो। बिचमा अलिकति सुस्ताएको थियो, तर पछिल्लो 1.5 वर्षदेखि हामी यसलाई पुनर्जागरण रिनासाको फेजमा अगाडि बढाएर यसलाई हामीले निरन्तर सञ्चालन गरिरहेका छौँ। हामीले संघीयताको विषयमा होस् या गाँजा नेपालमा खुला गर्नुहुन्छ कि हुन्न भन्ने विषयमा होस्, हामीले नेपालको संरचना, संघीय संरचनामा कसरी अप्ठ्याराहरू परिरहेका छन् भन्ने विषयमा होस्, या हाम्रा चाडपर्वहरूमा मौलिकता कसरी हराइरहेको छ भन्ने विषयमा होस्, हामीले विविध विषयमा निरन्तर छलफल चलाइरहेका छौँ। आजको यो कार्यक्रम चाहिँ हामीले संघीयताको 10 वर्ष हामीले अभ्यास गरेका छौँ। 2072 सालमा हामीले संघीय गणतन्त्र नेपालका रूपमा हामीले हाम्रो राष्ट्रलाई घोषणा भएको थियो र हामीले संघीय गणतन्त्रको नागरिक हुने सौभाग्य प्राप्त गरेका थियौँ। 10 वर्ष यो देश संघीयताको यात्रामा अगाडि बढिसकेको छ। 10 वर्षमा यसको विजय के, यसका अप्ठ्यारा चुनौतीहरू के र यसको बाटो भोलिको के हुन सक्छ भन्ने विषयमा आज बोल्नका लागि हामीले एकजना विशिष्ट व्यक्तित्वलाई कचहरीको फोरममा निमन्त्रणा गरेका छौँ। आजको कार्यक्रममा हामीसँग जोडिनु हुनेछ विकासविद रमेश अधिकारी। रमेश अधिकारीलाई विकासविद मात्रै भन्यो भने चाहिँ अन्याय हुन्छ। दाइ विभिन्न क्षेत्रमा पछिल्लोचोटि अत्यन्तै सक्रिय भएर काम गर्ने हुन्। त दाइको लामो जागिरे जीवनका क्रममा दाइले इनसाइड बसेर भित्र बसेर धेरै कामहरू गरिरहनु भएको थियो, तर पछिल्लोचोटि पोलिटिकल एनालिस्ट पनि अलिकति यो देशको राजनीतिलाई नजिकबाट हेर्ने, यो देशको विकासलाई नजिकबाट हेर्ने र यो देशको राजनीतिक विकासक्रमलाई नजिकबाट हेर्ने एकजना बर्ड्स आई भ्यू, इगल्स आई भ्यूमा हेर्ने एकजना विशिष्ट व्यक्तित्वका रूपमा हामीले रमेश अधिकारीलाई पाएका छौँ। अर्को गौरवको कुरा के भने उहाँ पोखरेली पनि हो। पोखराकै यो कचहरीको फोरममा दाइलाई यसरी निम्ता गर्न पाउँदा हामीलाई गर्व फिल भइरहेको छ। समाज विज्ञान केन्द्रको कचहरीको एउटा मोडल के छ भने हामी कसैलाई आसन ग्रहण गराउँदैनौँ, माफ गर्नु होला। त्यसमा यहाँहरूको आफ्नो सम्मानलाई हामी एकदमै धेरै सम्मान गर्दै यहाँ पहिलोचोटि जो आउनु भएको छ उहाँ यसको सभापति हुनुहुनेछ र अन्तिममा कार्यक्रम समापन उहाँले गर्नुहुनेछ। प्रमुख वक्ताले 20 मिनटको समय पाउनुहुनेछ भने बाँकी वक्ताहरू हामीले केही वक्ताहरूलाई निमन्त्रणा गरेका छौँ। लेखनाथ सर भर्खर आउनुभयो, उहाँलाई पनि हामीले वक्ताका रूपमा निमन्त्रणा गरेका छौँ। उहाँहरूले 5-5 मिनटको समय पाउनुहुनेछ। पछाडि समय सूचकका रूपमा युवराजी बस्नुभएको छ, उहाँले 1 मिनट बाँकी समय सक्यो भनेर देखाउनु नै हुनेछ ठ्याक्कै है। त्यो अनुसारको अनुशासन यहाँहरूले पनि पालना गरिदिनु हुनेछ भन्ने विश्वाससहित म अबको क्रममा रमेश अधिकारी दाइलाई यो प्रस्तुतिका लागि अनुरोध गर्छु, प्लिज। उपेन्द्र भाइलाई चाहिँ सुन्दर परिचयको लागि धन्यवाद। त्यसरी परिचय दिनुभयो। तपाईँहरूको चाहिँ एक्सपेक्टेसन मैले फुलफिल गर्न सक्छु कि सक्दिनँ थाहा छैन। अब हामीले चाहिँ आधा जति कुरा गऱ्यौँ। मलाई चाहिँ अलिकति सुरुदेखि नै समयको प्रेसर भइरहेछ। 20 मिनट भनिसकेपछि अब यो समग्रमा हामी 4वटा कुरा गर्छौँ। अघि नै मैले भने अब मेरो गृहनगरमा तपाईँहरूले चाहिँ बोलाइदिनु भयो होइन। अब सोसल साइन्स सेन्टरको लागि धन्यवाद। अब यो 10 वर्षमा कहीँ पनि भएको राज्य संरचनाको अलिकति पुनरावलोकन गर्ने, फ्ल्यासब्याक हेर्ने प्रचलन छ। त्यो हिसाबले चाहिँ अब नेपालमा पनि 10 वर्षमा यी आयामहरू सुरु भएको छ। त्यो हिसाबले तपाईँहरूले चाहिँ एउटा उपयुक्त टपिक्स यहाँ ठान्नु भएको छ। यो भित्रका विस्तृत रूपमा कुराकानी गर्नको लागि कहीँ कतै अब कलेजहरूमा, युनिभर्सिटीहरूमा हामी व्यक्तिगत रूपमा बसेर यसो चिया खाँदाखेरि यसमा चाहिँ डिटेल छलफल गरौँला। अहिलेको आजको संवादमा म चाहिँ केही एकदमै माथिल्लो लेभलका कुराहरू मात्रै गर्छु। त्यसले गर्दाखेरि हाम्रो 1 घन्टाको चाहिँ छलफल चाहिँ ठिक हुन्छ होला। त्यसमा अलिकति हिस्टोरिकल ब्याकग्राउन्डको कुरा म गर्छु, अघि मैले कुरा गरेँ। र अब एरिया अफ द सेलिब्रेसन्स हाम्रो के हो त, साँच्चीकै हामीले गौरव गर्नुपर्ने विषयहरू के हुन् ती कुराहरू गर्छौँ। गौरव गर्नुपर्ने विषयहरू छन् 10 वर्षमा गरेका उपलब्धिहरू, त्यसलाई गौरव गर्दै, तर हामीसँग मुद्दाहरू थुप्रो छन्, चुनौतीहरू थुप्रो छन्। एकदमै हाम्रो कतिपय तथ्याङ्कले नेपालले स्थानीय भाषामा भन्दा फुकी चल्नुपर्ने स्थिति छ भनिन्छ नि, त्यो देखिरहेको छ। ती चुनौतीका रूपमा नि कुरा गर्छौँ र कमसेकम 3-4वटा वे फरवर्ड हामीले के गर्न सकिन्छ त, सरकारले, नागरिक समाजले र निजी क्षेत्रले के गर्दा ठिक हुन्छ भन्ने कुरा गर्छौँ। अघि मैले यहाँलाई देखाएँ हाम्रो एरिया अफ द सेलिब्रेसन, जुन अब तपाईँको तथ्याङ्कले देखाउँछ। र फेरि यो सकारात्मक तथ्याङ्क मात्रै तपाईँले ल्याउनु भयो नभन्नु होला। मैले चाहिँ अलिकति नकारात्मक तथ्याङ्क पनि लिन खोजेको थिएँ, अनफर्चुनेटली त्यो चाहिँ पाइनँ। त्यो हिसाबले समग्रमा हामीले राम्रै गरे होला। र सारमा योभन्दा अगाडिको प्रस्तुतिकरणलाई सारमा गर्दाखेरि हामीले
आर्थिक हिसाबमा हेर्ने हो भने हाम्रो पर क्यापिटा इन्कम बढेको छ, हाम्रो जिडिपीको साइज बढेको छ। त्यति हुँदाहुँदै पनि मैले डिस्क्लेमर के गर्नुपर्छ भने हाम्रो क्षेत्रीय तहमा हेर्ने हो भने भारतको के छ, बङ्गलादेशको के छ, श्रीलङ्काको के छ। अनफर्चुनेटली पाकिस्तानसँग हामी कम्पेरिजन नगरौँ। मालदिभ्सको के छ, अब तपाईँको चाहिँ एप्पल टु एप्पल कम्पेयर गर्नु पऱ्यो। कहिले पनि तपाईँको साउथ कोरिया र स्विजरल्यान्डमा कम्पेयर गरेर फ्रस्ट्रेट हुने काम चाहिँ नगरौँ साथी हो। यो रिजनमा हेर्दाखेरि वी आर जस्ट ओके होइन। त्यो अर्को विषयमा कुरा गरौँला। अब सोसियल इम्प्रुभमेन्टको रूपमा फ्यान्टास्टिक होइन। एजुकेसन, हेल्थ, क्वालिटी इज अलवेज क्वेसन। हेल्थ, एजुकेसन्स, तपाईँको इन्टरनेट पेनिट्रेसन्स, कम्युनिकेसन, टेक्नोलोजी, इन्क्लुजनको हिसाबमा चाहिँ मैले अघि नै भने नेपाल सम्भवतः पहिलो देश हो जहाँ चाहिँ 42-43% महिलाहरूको प्रत्यक्ष संलग्नता स्थानीय सरकारमा छ, 34%को प्रदेशमा र 34%को सङ्घमा छ। निजामतीमा एकदमै समावेशीकरण हुँदैछ। 10 वर्षमा मलाई लाग्छ 50-50को रेन्जमा जाला। नेपाल आर्मीले सुरु गरेको छ, नेपाल पुलिसले पनि सुरु गरेको छ। यी भए समग्रमा चाहिँ इन्क्लुजनमा गरेको हामीले चाहिँ एचिभमेन्ट डेफिनेटली त्यहाँ भएका तपाईँको महिलाहरू र अरू पछाडि परेका र पारिएका मान्छेहरू निर्णय प्रक्रियामा कति छन् त्यो हाम्रो अर्को बहसको विषय हुन्छ। अब अलिकति चुनौतीको रूपमा कुरा गर्दा यो हामीले गरेको एचिभमेन्ट भयो। अब सबभन्दा ठुलो कुरा पोलिटिक्सले ड्राइभ गर्ने भयो हुँदा नेपालको एउटा ठुलो समस्या भनेको के हो भने पोलिटिकल इन्स्टेबिलिटी हो। हामीले चाहेर नचाहेर मिक्स इलेक्टोरल सिस्टम युज गऱ्यौँ। यो मिक्स इलेक्टोरल सिस्टमले मेजोरिटीको गभर्मेन्ट इज अलमोस्ट मतलब नेक्स्ट इम्पोसिबल। अब असम्भव त हुँदैन, तर पनि अहिलेको नेपालको 122वटा पोलिटिकल पार्टी निर्वाचन आयोगमा चाहिँ अफिसियल रूपमा दर्ता भएको स्थितिलाई हेर्ने हो भने अहिलेको इलेक्टोरल सिस्टम्सले नेपाललाई पोलिटिकल स्टेबिलिटी चाहिँ दिँदैन। तर मेजर क्वेसन इज द्याट पोलिटिकल इन्स्टेबिलिटी विकासको लागि बाधक हो त होइन होइन। हामीले इटलीको केस हेऱ्यौँ, इभन इन्डियामै पनि त अहिले काइन्ड अफ कोलिसनै गभर्मेन्ट नै छ नि। त्यो कल्चर डेभलप भयो भने नेपालले पनि 8-10 वर्षमा कोलिसनको कल्चर चाहिँ डेभलप गर्दैछ। त्यो एउटा चाहिँ इस्यु छ। अब कोशी त एउटा अर्को इक्जाम्पल हो होइन। हामीले चाहिँ 9वटा लिडरसिप चेन्ज भइसक्यो। मलाई लाग्छ गण्डकीमा पनि चौथो मुख्यमन्त्री होइन अहिले 7 पटक चाहिँ भयो। 7 पटक भयो। हाम्रो खगराज दाइले दोहोऱ्याउनु भयो होइन। यो 7 पटक चाहिँ भयो भनेपछि यो पनि यो यहाँको पार्ट पनि। अब फिस्कल र एडमिनिस्ट्रेसन हर्डल्स चाहिँ अब जुन देशमा अब अलिकति नेगेटिभ कुरा गऱ्यो भने डोन्ट टेक इट अदर वे, जुन देशमा सङ्घीयता सुरु भएको निर्वाचन भएको 8-9 वर्ष भइसक्यो, फेडरलिजमको एउटा मेजर पिलर होइन एडमिनिस्ट्रेसन फेडरलिजमलाई ड्राइभ गर्ने एउटा बेसिक चिज भन्छु म, एउटा फन्डामेन्टल चिज सिभिल सर्भिस एक्ट चाहिँ यो देशले सङ्घले दिन सक्दैन भने अब यो हाम्रो पोलिटिकल विल हाम्रो क्यापासिटीमा चाहिँ यो चाहिँ बिग क्वेसन हो क्या। अहिले तपाईँको चाहिँ एउटा म उदाहरण दिन्छु। म एडिबीमा चाहिँ यो इन्फ्रास्ट्रक्चरको फेडरलिजमको पार्ट अहिले हेरेर आएको छु। अहिले एकछिनमा ल्यान्डमार्कमा एउटा ट्रेनिङ पनि छ। 7 प्रदेशले प्रोभिन्सियल रोड एक्ट एप्रुभ गर्यो। कर्णालीको बाँकी छ, छौडाले गर्यो, गण्डकीले 2 महिना अगाडि गर्यो। अब फेडरल रोड एक्ट माथि चाहिँ पास भएको छैन। अब फेडरल रोड एक्ट पास भएपछि 7वटै अब नेपालको संविधान त सङ्घीय कानुनसँग बाजिएको कुनै पनि प्रदेश र स्थानीय कानुन चाहिँ मान्य हुँदैन। त्यो एमेन्ड गर्नुपर्ने हुन्छ। मैले सडकको तपाईँहरूलाई एक्जाम्पल दिएँ, यो चाहिँ 20औँ एक्जाम्पल छ। अब यो पार्टमा चाहिँ तपाईँको चाहिँ अब नेपाल सरकारमा काम गर्ने कर्मचारीहरूको सेन्ट्रल माइन्डसेट छ होइन, कन्ट्रोल माइन्डसेट छ। पोलिटिकल विङ्स मात्रै फेडरल भएर हुँदैन र अझै पनि त्यो तपाईँको 100औँ वर्षदेखि चलिरहेको सिस्टममा त्यो प्रशस्त देखिन्छ। अर्को क्यापासिटीको कुरा हो। हामी युनिटरीबाट फेडरलमा गइसकेपछि त्यो लेभलको क्षमता तपाईँको चाहिँ यो निजामती कर्मचारीमा, प्रहरीमा, सेनामा, इभन प्राइभेट सेक्टरमा इलेक्टेड रिप्रेजेन्टेटिभहरूमा चाहिँ त्यो किसिमको क्षमता हुनुपर्ने छैन। अब यो हाम्रो अब ब्रेन ड्रेन, यसलाई दुवै पक्षबाट हेर्न सकिन्छ। ब्रेन ड्रेन कतिपय ठाउँमा राम्रो पनि भन्छन्, नराम्रो पनि भनिन्छ। तर अर्को सोसियल इकोनोमिक इस्युमा अब डेफिनेटली हामी चाहिँ हाम्रो देशको इकोनोमी तपाईँको चाहिँ 26+ लगभग 27 जिडिपी रेमिटेन्सबाटै धानिएको स्थितिमा अब यो अर्को इस्यु भएर आइरहेको छ। अब यो अर्को मैले अघि नै यहाँहरूलाई भने अब हाम्रो ओभरअल रिजनल र अरू पर्सपेक्टिभबाट हेर्ने भने एउटा देशको निश्चित ऋण लिने क्षमता हुन्छ। यो ऋण लिने क्षमतामा नेपालको 46% जिडिपीको टोटल 46% हामीले चाहिँ अहिले इन्टरनल र एक्सटर्नल बोरोइङ गरिरहेछौँ।
अब यो बरोइङ गर्नु भनेको नेपालको लागि 46% धेरै होइन भनेर हाम्रा अर्थसँग सम्बन्धित अर्थमन्त्रीदेखि लिएर धेरैले कुरा गर्नुहुन्छ। तर महत्त्वपूर्ण कुरा के हो भने 46% ऋण केमा लगानी गर्ने भन्ने कुरा हो। म काठमाडौँको घरमा एक दिन मर्निङ वाक गरिरहेको थिएँ, तपाईँको चाहिँ त्यो के अरे अरेन्ज कलरको ज्याकेट लिएर आएर लगाएर 8-10 जना मान्छे चाहिँ सडक सफा गर्दै हुनुहुन्थ्यो। मैले सोधेँ तपाईँहरू किन यो सफा गर्न आउनुभयो? हामी त टोलले गर्छौँ भनेको। प्रधानमन्त्री रोजगार कार्यक्रमले सडक सफा गर्नको लागि अरेन्ज कलरको ज्याकेट लगाएर पठाएको, द्याट्स अ तपाईँको लोन। त्यो एडिबी के अरे ओल्ड ब्याङ्कले दिएको लोन हो। हामी तपाईँको नारायणगढदेखि बुटोलको सडक होइन हामीले कति वर्षमा बनाउँछौँ भनेका थियौँ, आज 8 वर्ष भयो भनेको छैन। यदि त्यस्तोमा तपाईँको चाहिँ यो हामीले ऋण ल्याएर इन्भेस्टमेन्ट गर्ने हो भने 46% पनि एकदमै धेरै हो। अब तपाईँको फास्ट ट्र्याक जस्तोमा इन्भेस्टमेन्ट गर्ने जसले ओभरअल इकोनोमीमा ब्याकवर्ड फरवर्ड लिङ्केज गर्छ, इन्जेक्ट गर्छ होइन। तपाईँको फास्ट ट्र्याक सुरु हुने बित्तिकै मेरो विचारमा दिनानुदिन अरबौँको रुपियाँ चाहिँ बचत हुन्छ। लो ह्याङ्गिङ फ्रुट्स त टिपे हुन्छ नि त। 18वटा मन्त्रालयमा राख, तपाईँको चाहिँ 35वटा विभागमा राख, यस्तो राम्रो छ। र केही यो वर्षको सुरुमा अर्को हाम्रो रामेश्वर खनालको अध्यक्षतामा यो इकोनोमिक रिफर्म कमिसन भएको थियो। त्यो 2टा कमिसनको मात्रै रिपोर्ट मात्रै पनि सरकारले इम्प्लिमेन्टेसन गर्ने हो भने फेडरलिजमको अरूमा भन्दा पनि अलिकति यो भद्दा संरचना भएर यो अलिकति खर्चिलो भयो भन्ने आन्सर चाहिँ त्यसले दिन सक्छ। अहिले संयोगले गण्डकीको चाहिँ त्यो रिपोर्ट चाहिँ मैले पाएको छैन, सायद तपाईँले मलाई दिनुहुन्छ होला बराबर है। त्यो गण्डकीको चाहिँ मैले रिपोर्ट पढेको छैन। गण्डकीको जुन बाहिर आइरहेछ द्याट्स अ गुड इनिसिएसन। त्यो गरेर भने हामी इकोनोमिकल्ली नेपाल चाहिँ लाई गाह्रो छ। अब अर्को 3% जति ग्रान्ट आउँथ्यो नेपालको बजेटमा, 3% ग्रान्टमा अहिले अमेरिका र बेलायतले 40% घटायो। अमेरिकाले लगभग मेरो विचारमा 80-85% ग्रान्ट घटाउने बित्तिकै अब त्यो प्रेसर पनि लोनमा जाने भएको हुँदा यो एकदमै बढ्ने स्थितिमा छ। यसको उपाय भनेको हामीले आन्तरिक रूपमा अलिकति छरितो प्रशासन बनाएनौँ, संरचनाहरू हटाएनौँ भनेदेखि अब नेपालमा चाहिँ जिल्ला समन्वय समिति आज बन्द गरिदियो भने संविधान अमेन्ड हुनुपर्छ, सम्भव छैन। आज बन्द गरिदियो भने भोलिदेखि केही फरक पर्दैन कि। त्यस्ता थुप्रो लिस्ट छन्। अब त्यो आजभन्दा पनि तपाईँको ओभरहेड नै कसरी घटाउने भन्ने कुरोमा अर्को कुरा गरौँला। अब तपाईँको चाहिँ यो भोलि के गर्नुपर्छ त यो स्थितिमा भन्ने हिसाबमा चाहिँ अब 3-4वटा चिज होला। अब अहिलेको हाम्रो संरचना र संविधानले दिएको अब नेपालको सबभन्दा संविधानको सुन्दर पक्ष के हो भनेर मलाई कसैले सोध्यो भने म 3C कोअर्डिनेसन, कोलाबोरेसन एन्ड कोएक्जिस्टेन्सको कुरा गर्छु। यो बडा राम्रोसँग सुन्दर रूपले चाहिँ आर्किटेक्ट गरिएको छ नेपालको संविधानमा। त्यो हिसाबले एउटा सरकारले अर्को सरकारको समन्वय गर्ने, सहकार्य गर्ने र सँगसँगै सबैको सहअस्तित्वलाई स्वीकार्ने भन्ने कुरा हो। अब यसमा इन्टर प्रोभिन्सियल काउन्सिल पनि छ, केन्द्रमा प्राइम मिनिस्टरको अध्यक्षतामा काउन्सिलहरू पनि छन्। अब यसले अलिकति यो कोअर्डिनेसन र कोलाबोरेसनमा जति गर्नु पर्थ्यो त्यो गरेको छैन। अलिकति सुपरिटी कम्प्लेक्स छ गभर्मेन्टहरूमा होइन। स्थानीय सरकारलाई प्रदेश सरकारको अस्तित्वलाई किन स्वीकार्ने, अब हामी नै सरकारको रूपमा हौँ भन्ने कुरा छ। अब त्यो हिसाबले चाहिँ यो कोअर्डिनेसन र कोलाबोरेसनमा एउटा प्रदेशले अर्को प्रदेशसँग गर्ने समन्वय सहकार्यहरू पनि हुन सक्छन्। त्यो पार्टमा अलि टेन्जिबल भिजिबल रूपमा चाहिँ अगाडि देखाउनु पर्छ भन्ने कुरा छ। र अब अर्को ब्रेन ड्रेनको कुरा नेपालले के गर्न सक्ला। अब तपाईँको जिडिपीको 4.2 भनेको आफैमा अघि नै मैले भने हाम्रो छिमेकी क्षेत्रीय राष्ट्रहरूको तुलना गर्ने हो भने हामी त्यति धेरै एक्साइटेड हुनुपर्ने स्थिति छैन। 4.2% जुन देशमा तपाईँको इन्फ्लेक्सन रेट 5-6% छ, जिडिपी मात्रै 4.2% भनेको स्टेट चाहिँ फेल्ड स्टेटको पाथमा चाहिँ छैन र पनि पोजिटिभ रूपमा अगाडि मुभ भइरहेको छ। अझै पनि इन्टरभेन्सन गऱ्यो भने त्यो चिज चाहिँ गर्न सकिन्छ भन्ने कुरा हो। अब इन्क्लुसिभ फोकसको पार्टमा हामीले राम्रो गरेका छौँ, तर पनि कतिपय पालिकाहरूमा अझै पनि तपाईँको सर्भिस लिनको लागि त्यतिखेरको जुन डिमार्केसन गरिएको थियो त्यो डिमार्केसन गरेको पार्टमा सेवा र सुविधा लिनको लागि रिडिमार्केसन गर्नुपर्छ, रिभाइज गर्नुपर्छ भन्ने कुरा गरिएको छ। र पर्सनल रूपमा चाहिँ मेरो स्कुल अफ थट के हो भने, मेरो पर्सनल हो, 350वटा स्थानीय सरकार बनाइदिने हो भने नेपाल एकदमै छिटो मतलब छरितो देश हुन्थ्यो। जुन अहिले 753बाट 350 धेरै काम पनि गर्नु पर्दैन। हाम्रो प्रदेशको चाहिँ जुन निर्वाचन क्षेत्र छ 350 बनायो भने हुन्छ। जति सानो तपाईँको एकाइ भयो त्यति खर्च कम हुन्छ र त्यति वडामा अलिकति तपाईँको चाहिँ पावर बढाइदिए हुन्छ भन्ने कुरा हो।
अब फिस्कल म्यानेजमेन्टको कुरामा अब संघीयताले के सोच्छ भने जहिले पनि अलिकति अटोनोमी हैन, अब संघीयतामा फिस्कल अटोनोमी, स्थानीय सरकारले आफ्नो खुट्टामा आफै उभिन सकोस्, प्रदेश सरकारले आफ्नो खुट्टामा आफै उभिन सकोस् भन्ने सोच हो। अब नेपालको अहिले मलाई लाग्छ 80% निर्भरता अझै पनि सङ्घमा छ। अब सङ्घको बजेट हामीले हेर्ने हो भने अब लगभग 15% प्रदेशले र लगभग 20% स्थानीय सरकारले चलाउने स्थिति छ। अब यो राजनीतिक लोकरिजाइ, अब लोकरिजाइले नेपालको राजनीतिलाई गाँजेको छ। अब लोकरिजाइको हिसाबले एउटा तपाईँको मध्य प्रदेशको एउटा मेयरले के घोषणा गरिदिनु भयो भने म मेरो नगरपालिकामा कुनै पनि कर लिन्न भनेर घोषणा गर्नुभयो। अब यस्ता कुराहरू छन्। अब यो अलिकति हाम्रा नेताहरूले करको दर बढाउने कुरामा त नेपाल यसै पनि एकदमै बढी दर छ हैन। हामी युरोपियन स्ट्यान्डर्डमा चाहिँ कर तिर्छौँ, वेरेज अब स्टेटले दिने सर्भिस हामीलाई थाहा छ, तर दायरा बढाउन सकिन्छ। धेरै कम पालिकाहरूले दायरा बढाउने सोचेका छन्। त्यसको एउटा ज्वलन्त उदाहरण पोखरा महानगरपालिका हो। त्यो भन्न मलाई चाहिँ कन्जुसाइ गर्नु पर्दैन हैन। भइरहेको ठाउँबाट ल्याउने, दायरा नबढाउने, यसले गर्दाखेरि के भयो, डिपेन्डेन्सी सङ्घबाट बढी भयो, यता ओभरहेड बढ्दै जाने, अर्को चाहिँ तपाईँको राजस्व कम हुँदै जाने भयो हुँदा अब अहिले हाम्रो चाहिँ विष्णु पौडेलजीले ल्याएको बजेटमा 1964 बिलियनको बजेटमा चाहिँ अब उहाँले चाहिँ मलाई लाग्छ लगभग 1200 बिलियन अब रेभिन्यू एक्सपेक्टेसन गर्नुभएको छ। अब त्यो 1200 बिलियन डलर के अरे 1200 बिलियन नेपाली रुपियाँ चाहिँ तपाईँको चाहिँ कसरी आउँछ भन्ने कुरा अहिलेको आधारमा हेर्ने हो भने त्यो ठोस यो वर्षमा त्यस्तो चमत्कारिक परिवर्तन भएर आउन सक्ने स्थिति छैन। तर सङ्घ, स्थानीय र प्रदेशमा यी इस्युहरू सबभन्दा यो फिस्कल तपाईँको चाहिँ म्यानेजमेन्टको इस्यु मैले भने यसलाई कम गर्ने हो भने तुरुन्त दुईवटा खनाल, संयोगले दुईटै खनाल पर्नु भएको छ, दुईवटा खनालको प्रतिवेदन एकदमै एक्सनेबल छ। त्यसलाई लागू गर्नको लागि लो ह्याङ्गिङ फ्रुट्स अलिकति राजनीतिक रूपमा केही आफ्ना मान्छेहरू जालान्, कार्यकर्ता जालान्, राजनीतिक दलका मान्छेहरूले त्यस चिजलाई बिर्सनियो भने त्यो दुईवटा रिपोर्टलाई, अब दुईवटा रिपोर्ट छँदैछ, डेढ 2 महिना अगाडि यहाँले सुन्नुभयो होला प्रधानमन्त्रीज्यूको, सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा फेरि चाहिँ उच्च स्तरीय प्रशासन सुधार आयोग गठन भएको छ। अब त्यसले के गर्छ अब त्यो अर्को कुरा हो। भनेपछि यो आयोगहरू गठन गर्दै जाने, भएको आयोगको प्रतिवेदन कार्यान्वयन नगर्ने, अब संरचना भद्दा हुँदै जाने हैन, अनि खर्च बढ्दै जाने। 60% तपाईँको रिकरेन्ट कस्ट भनेको चाहिँ इट्स नट अ जोक के। अब यसले चाहिँ हामीले धान्न सक्दैनौँ। यो चाहिँ एकदम अलार्मिङ सिचुएसन हो। नेपालमा अर्थशास्त्री होइन, नेपाल चाहिँ केही 1 दशकमा ब्याङ्क्रप्ट भयो भने फेरि हामी भेट्छौँ हैन, फेरि कचहरीमा कुरा गरौँ होला। मेरो सोचाइ चाहिँ पुरा मेरो कल्पना चाहिँ रङ होस्, मलाई त्यो लाग्छ विभिन्न तथ्याङ्कले भनेको कुरा। अब हुनसक्छ यो बिचमा कुनै चमत्कारिक हुनसक्छ, नेताहरूलाई एउटा चाहिँ साह्रै नै भयो भनेर चाहिँ अनुभूति हुनसक्छ। यो भने नेता मैले किनभने यो एक्जिक्युटिभले गर्ने कुरा चाहिँ हो कि वन्स एक्जिक्युटिभ इज कन्भिन्स देन लेजिस्लेटिभमा जान्छ। लेजिस्लेटिभमा त नेपालको दुर्भाग्य के भने सांसदहरूले सरी टु से बिलै पढ्दैनन्। अब एउटा पार्टीको ग्रिन सिग्नल आइसकेपछि उहाँहरूले पास गर्नुहुन्छ। मैले समय व्यवस्थापन गरेर 1 मिनट भन्नुभएको छ। ओके, अलमोस्ट डन, थ्याङ्क यू। म अगाडि बस्ने यो अगाडि बस्ने भनेपछि मलाई चाहिँ कति बानी छैन। अब हाम्रो डाक्टर पराजुले मेरो साथी हुनुहुन्छ, हामी सभापाठी, उहाँले 40-45 मिनट भन्नुभएको भनेको मेरो भाइले आएर 20 मिनट भनेर आदेश दियो। मुख्य वक्ताले 20 मिनट पाउनु हुनेछ, अरूले 5 मिनट पाउनु हुनेछ भन्ने हाम्रो कचहरीको नियम। आज हामीले थोरै यो टेक्निकली क्यामेराले हामीलाई थोरै झुक्क्याएर हामीले अनुशासन थोरै तोड्यौँ, नत्र हामी चाहिँ आफ्नो नियममा एकदम प्रतिबद्ध भएर काम गर्छौँ। थ्याङ्क यू सो मच। मलाई चाहिँ अलिकति दाइले पछिल्लो चोटि भन्नुभएको कुरामा थोरै थपेर सुन्न मन पर्थ्यो। दाइलाई फेरि पछि पालो आउँछ। पछिल्लो चोटि कर्मचारी यो कार्यालय कटौती र कर्मचारी कटौतीमा गण्डकी प्रदेशले जे गरेको छ त्यो चाहिँ दाइले भने जस्तै त्यो डिजास्टर देखेर अलिकति सुरु गरेको हो कि दाइको रिभ्यू के छ भन्ने विषयमा पनि मलाई सुन्न मन थियो। आज उन बाहिर म कफी खाने, आज भरत दाइले मलाई रिपोर्ट पठाइदिनु। तपाईले त अस्ति हाल्नु भने चिया मात्रै खानु भयो जस्तो भानुजीले। कमसे कम एउटा सुरुवात भयो हैन। त्यसले अब सबभन्दा हामीले एज अ स्टुडेन्ट अफ गभर्नेन्स मैले के हेर्नु पर्छ त्यो रिपोर्टमा, साच्चीकै अब सुरेन्द्रजीले रिस्ट्रक्चरिङ प्लान ल्याउनु भयो र त्यो रिस्ट्रक्चरिङ प्लानले पब्लिक सर्भिस डेलिभरीमा असर परेको छ कि छैन, त्यो वी निड टु हैन रिभ्यू भेरी क्रिटिकली डेलिभर हो, त्यसले असर गरेको छैन भने यसो गुड। हस्, थ्याङ्क यू। म रमेश दाइलाई एकदम धेरै धन्यवाद दिन चाहन्छु।
इन्टरनेसनल फोरममा अक्सर सुनिरहने रमेश दाई आज पोखराकै लेक्सिटी कलेजमा कचहरीमा सुन्न पायौँ हामीले दाईलाई। यो अहभाग्य हाम्रो लागि। दाईलाई धेरै धेरै धन्यवाद। दाई दुःखमा पनि हुनुहुन्छ, दुःखमा भइरहँदा पनि दाईले वचन दिएको कुरामा हार्न नसकेर मात्रै आउनुभएको हो। दाईको यो महानताका लागि, उदारताका लागि पनि धेरै धेरै धन्यवाद। अब हामी केही वक्ताहरूलाई हामीले बोलाएका छौँ। दाईले अघि फिस्कल फेडरलिजमको पनि कुरा गर्नुभयो, अनि यो अरू 3टा पोइन्टमा दाईले कुरा गर्नुभयो। हामीले विभिन्न व्यक्तित्वहरूलाई आजको कार्यक्रममा वक्ताका रूपमा निम्ताएका छौँ। उहाँहरूका कुरा सुनिसकेपछि हामी फेरि अरू सहभागीहरूबाट आफ्नो आफ्नो कुरा लिन्छौँ। म ढिला नगरिकन डेमोक्रेसी रिसोर्स सेन्टरमा लामो समय काम गर्नुभएका अर्का एकजना पोखराकै हामीले गर्व गर्ने अर्को एकजना नाम हुनुहुन्छ शेखर पराजुली। म शेखर दाईलाई 5 मिनटको समयमा आफ्ना कुरा, दाईले गरेको प्रेजेन्टेसन लगायत दाईले देखेको अलिकति कुरामा आफ्नो कुरा राखिदिनुलाई अनुरोध गर्छु प्लिज। रमेश अधिकारी दाईको एउटा सुन्दर प्रस्तुतिपछि मेरो पालो पर्यो। दाईले विशद व्याख्या गरिसक्नु भयो संहिता हिजो आज र भोलि भन्ने सन्दर्भमा। म आफ्नो समय बचाउँदै म टु द पोइन्टमै प्रवेश गर्छु। दाईले भनेको कुरा सबै कुरामा मेरो अधिकांश अब 80% 90%मा मेरो सहमति छ। अब हामीलाई दाईले चाहिँ एउटा डेटा छैन, हामीसँग नेगेटिभ डेटा छैन भन्नुभएको छ। अब रिसर्च गरेको नेगेटिभ डेटा त छैन, तर हामी सबैको दिमागमा चाहिँ धेरै जसोको दिमागमा नेगेटिभ डेटा छ भने पनि नभने पनि। प्रदेश काम छैन, संहिता किन ल्याएको, यो विदेशीले हालिदिएको हो, यस्तै कुराहरू चाहिँ हामीसँग अति धेरै छन्। दाईले त्यो जवाब दिन सक्नुहुन्थ्यो, दाईले दिनु भएन त्यो। त्यो चाहिँ अब त्यसको तथ्य चाहिँ छैन होइन, यो रिसर्च गरेर आएको कुरा चाहिँ होइन। तर अब हामीसँग चाहिँ अनुभवजन्य भन्ने कि अब के भने, यो प्रदेशको त कामै छैन, काँक्राको चिरो जस्तो गरेर यो देशलाई भाग लगाएका छन्। महेन्द्र र हर्क गुरुङले गरे संहिता पहिले 5 प्रदेशहरू कति गजबका थिए भन्ने कुराहरू छन्। ती कुराहरूलाई कसरी लिने त, ती कुराहरू के हुन्? किनभने हाम्रो सबै अधिकांशको दिमागमा त्यो छ क्या, भने पनि नभने पनि। पछि त्यसको पृष्ठभूमिमा त्यो कर्णालीप्रतिको विभेद होला, त्यो मधेसप्रतिको विभेद होला, त्यो विभिन्न विभेदहरूलाई सम्बोधन गर्नका लागि आएको। तर हामीले छिटो, हाम्रो संस्मरण शक्ति अलिक कमजोर पो हो कि हामीले बिर्सिसक्यौँ। अहिले संहितै किन चाहियो भनेको छौँ। संहिता त त्यो एउटा सबै आन्दोलनरत पक्ष र राज्यको बिचमा चाहिँ एउटा सहमतिको दस्तावेजको रूपमा संविधान आएको र त्यसको समाधानको रूपमा चाहिँ संहिता आएको। त्यति बेलै अब 12 बुँदे सम्झौतामा राज्य पुनर्संरचना गरिनेछ भनेको छ, संहितै भनेर तोकिया छैन। अब यो गणतन्त्र पनि किन आयो भन्ने खालको त्यतिखेर चाहिँ त्यो आन्दोलनको राप र तापमा चाहिँ मान्छेहरूले केही नि कुरा राख्न सक्नु भएको थिएन होला। तर अहिले पछाडि चाहिँ अब मेरो लागि चाहिँ त्यो प्रतिगामी हो। मेरो लागि व्यक्तिगत हिसाबले ती प्रतिगामी स्वरहरू चाहिँ मुखर भइरहेछन् र यस्तो फोरमहरूले चाहिँ तिनको सम्बोधन गरिनुपर्छ भन्ने मलाई लाग्छ। किनभने यहाँ अध्येताहरू हुनुहुन्छ, यहाँ बुझेको व्यक्तिहरू हुनुहुन्छ। एउटा व्यक्तिको हिसाबले रमेश दाई या म, हामीलाई चाहिँ त योभन्दा युनिटरी सिस्टम ठिक थियो। मलाई त ठिक थियो नि एउटा हिसाबले सोच्यो भने। किनभने मलाई त अहिले जागिर खान जाँदाखेरि मलाई त अहिले यो त बाहुन हो, यो चुच्चो नाक छ, योभन्दा अर्को समावेशिता हिसाबले अरू आउनुपर्छ भनेको छ। पर्सनल व्यक्तिगत हिसाबले चाहिँ घाटा भयो। तर एउटा ह्युमन राइट्सको ग्राउन्ड हुन्छ होला नि त होइन। हाम्रो अलगाव भएको, हाम्रो देशप्रति किन आन्दोलन भएको थियो? व्यक्तिहरूले चाहिँ यो राज्य मेरो होइन भन्ने खालको महसुस किन गर्नु परेको थियो? त्यो महसुस गराउनका लागि ल्याइएको व्यवस्था हो भनेर बुझ्यो भने त फेरि चाहिने कुरा रहेछ नि त। यो राज्यसँगको आफ्नो निकटता, राज्यसँगको सम्बन्ध सेतु त्यो स्थापित गर्नका लागि चाहिँ हामीले संहिता ल्याएका हौँ, हामीले प्रदेश ल्याएका हौँ भनेर बुझ्यो भने त्यो सरल हुनसक्छ। भनेपछि हामीले यसलाई बुझ्ने चाहिँ व्यक्ति मेरो म शेखर पराजुली भनेर बुझ्ने हो कि एउटा फराकिलो मानवाधिकार, फराकिलो लोकतन्त्रका हिसाबले चाहिँ बुझ्ने हो भन्ने नै महत्त्वपूर्ण कुरा जस्तो लाग्छ मलाई। तपाईँ एउटा पर्सपेक्टिभबाट हेर्नु भने एउटा कुरा देखिन्छ, भोगो भन्छ डाँडा वारी खाउँ, अगाएको भन्छ डाँडा पारी खाउँ भन्ने हाम्रो नेपाली उखान छ। त्यो तपाईँले आफूलाई कुन ठाउँमा पोजिसनिङ गर्नुहुन्छ भन्नेमा यो अहिलेको हाम्रो परिवर्तनहरूलाई सम्बोधन गर्न सकिन्छ। किनभने अब हामीले, मैले अघि पनि भने, यो विभिन्न किसिमको राज्यप्रति चाहिँ आशंका, त्यसपछि उनीहरूको अलगावकालाई सम्बोधन गर्नका लागि हामीले संहिता ल्याएको भने त्यो आवश्यक भएर ल्याएको भनेर बुझिनु पर्यो। अर्को चाहिँ संहिता धेरै खर्चिलो छ भन्ने छ। त्यो खर्चिलो हो कि होइन? संहिताको खर्चिलो भन्दा यहाँ हामीले चाहिँ देख्छ, हामी अब एउटा चाहिँ हामी समकक्षीहरू, समान मान्छेहरूको बिचमा चाहिँ ईर्ष्या र रिस र प्रेम सबै कुरा हुँदो रहेछ कि। अनि हाम्रो एउटा रेटोरिक छ नि, एउटा क्लिसे चाहिँ चप्पल पड्काउनेहरू अहिले झन्डावाल गाडीमा गए। हामी सबैको दिमागमा छ, मेरो पनि छ, रियालिटी पनि त्यही हो। तर त्यो चाहिँ त्यसमा म पनि जान सक्ने भयो नि त। अब त्यो सम्भावना चाहिँ ल्याइदिएको छ नि त। म यहीँको मुख्यमन्त्री हुने सम्भावना भयो। मुख्यमन्त्री भएर एउटा गुरुङ, एउटा थारू, एउटा राई मुख्यमन्त्री भएर हामीले प्रयोग गरेका छौँ। त्यो सम्भावना थियो कि थिएन पहिलाको व्यवस्थामा? भनेपछि एउटा बाहुनको छोरोले हेर्ने हो भने, छोरो भने छोरी पनि भनिनँ मैले, किनभने त्यो अर्को विभेद छ। फेरि
बाहुनको छोरो हिन्दू पहाडी हो भने त्यसले हेर्ने दृष्टिकोण बेग्लै हुन्छ। त्यो व्यक्ति भएर हेर्ने हो कि हामी चाहिँ अलिक फराकिलो दायरा राखेर हेर्ने हो भन्नेमा हाम्रो यो यसको जवाबहरू फरक हुन्छ। संघीयताको उपादेयता औचित्य यी सबै कुराहरू फरक हुन्छन्। समय कम छ। त्यस्तै अब हामी कहाँ खर्चिलो हुन्छ भने चाहिँ मलाई संघीयता खर्चिलो मलाई लाग्दैन एटलिस्ट चाहिँ। किनभने हामी कहाँ खर्चिला अरू मेकानिजम हुन्छ। दाइले अलिकति थोरै उक्काउनु भयो। हाम्रो अहिलेको संघीयतामा अहिले पनि 35% कर्मचारी सङ्घमा छ, 16% प्रदेशमा छ र 49% स्थानीय तहमा छ। अधिकार चाहिँ सबै तिम्रो हो, डेलिभरी सबै तिमीले गर्नुपर्छ भनेर प्रदेश र स्थानीय सरकारलाई भनिरहँदा त्यो 35% भनेको झन्डै 49,000-50,000को कर्मचारी सङ्घमा किन छ? त्यसले खर्च गरेर चाहिँ गरेको छैन, कसैको दिमागमा छैन होला अनुमान है। प्रश्न चाहिँ हाम्रोमा चाहिँ द्वन्द्व भयो, माओवादी आन्दोलन भयो, माओवादी द्वन्द्व भयो। म 1 मिनट सक्छु। माओवादी द्वन्द्व भएपछि हाम्रो यहाँ सेनाको सङ्ख्या बढाइएको छ, हाम्रोमा सशस्त्र प्रहरी ल्याइएको छ, तिनका कारण अरबौँ बजेट बढेको छ। त्यो किन कसैले क्वेसन गरेको छ? मेलम्ची आयोजना 2000 तिर ल्याएको योजना थियो, त्यसको 17 अर्बमा सकाउने योजना भनेर ल्याइएको थियो। त्यो चाहिँ 6 वर्षमा सकिने योजना थियो। कुशासनका कारणले नसकिएर अहिलेसम्म पनि 60 अर्ब पुगेको छ। त्यहाँ गएको पैसा खोइ भनेर कसै सोधेको छ? ए झन्डावाल गाडीमा गयो है, त्यसले पैसा खायो। यत्रो 600वटा सांसद हामीलाई किन चाहिएको? यो प्रश्नहरू गलत छन्, हामीले सोच्नेको तरिका गलत छ। र यस्ता बहसहरू हुँदै गयो भने, धेरै भयो भने, अनुसन्धानका आधारमा बहसहरू भयो भने, इन्फर्म डिबेट भन्छौँ नि हामी, त्यस्ता खालका बहसहरू भयो भने ती भ्रमा हुन सक्छु है। फेरि मैले भने सबै सक्छ, तर हाम्रो अन्तर्क्रिया छैन क्या। आपसमा घरमा र चिया पसलमा हामी यस्ता गफहरू गरिरहेको छौँ, संघीयता काम छैन, प्रदेश काम छैन, यो काँक्राको चिरा जस्तो गरेको भन्ने खालको कुराहरू गरिरहेको छौँ। त्यो चाहिँ मेरो लागि चाहिँ गलत ट्रेन्डमा हामी गइरहेको छौँ। हाम्रो संघीयता चाहिँ केन्द्रीकृत छ, एकदमै धेरै केन्द्रीकृत छ। हाम्रो संघीयतामा रमेश दाइले भने जस्तै गरेर केन्द्रले अधिकारहरू लिन खोजेको छ, त्यो चाहे प्रधानमन्त्रीका रूपमा होस् या मुख्य सचिवका रूपमा होस्, सबैजनाले चाहिँ आफैतिर शक्तिहरू सङ्कुचित गरेर खोज्नु भएको छ। अर्को मेरो विमति भनेको दाइकोमा अरू केही कुरा थिएन। दाइले चाहिँ सङ्ख्या घटाउने भन्नुभएको छ स्थानीय तहको सङ्ख्या पनि म घटाउने कुरामा म विश्वास त गर्दिनँ। त म चाहिँ अहिले यहाँबाट घर जान्छु, म केमा जान्छु? म ट्याक्सीमा जान्छु, हिँडेर जान्छु, गाडीमा जान्छु, पठाउमा जान्छु, यी सबै मेरो चोइसका कुरा हो। मलाई सुविधाको आधारमा, सुविधा पाउनको लागि हामीले खर्च बढाएको हो कि। त्यसकारण सुविधाको कस्टमा चाहिँ सुविधै चाहिँदैन भने त हामीले एउटा पनि कर्मचारी नराख्दा हुन्छ। युनिटरी सिस्टमै ठिक थियो, तर हामीले सुविधा खोजेपछि यो तहमा गएका छौँ। मसँग भन्ने कुरा धेरै भए पनि समयको पाबन्दीलाई एकदमै मनन गर्दै मैले आफ्नो भनाइ यही टुकाएँ। धन्यवाद। 5 मिनट बोल्नलाई कति तयारी गर्नुपर्छ भन्दाखेरि 2-3 घन्टा तयारी गर्नुपर्छ। अनि 1 घन्टा बोल्न 1 घन्टा बोल्दा तयारी नै गर्नु पर्दैन भने जस्तो दाइले असाध्यै यो अर्को डाइमेन्सनबाट पनि कुरा गर्नुभयो। धेरै धेरै धन्यवाद शेखर दाइलाई। 5 मिनटको समयावधि हामीसँग यो फेरि के कस्तो पनि बोल्न थालेपछि हामी सबैजना यति धेरै गजबका छौँ कि लामो बोल्छौँ, त्यस कारणले हामीले यो नियम बनाएका छौँ। दाइलाई धेरै धेरै धन्यवाद। अघि दाइले स्टेट ब्याङ्क्रप्सीको पनि कुरा गर्नुभयो। ढिलो चाँडो यही हिसाबमा जाने भने हामी स्टेट ब्याङ्क्रप्सीमा पुग्छौँ कि भन्ने डर पनि अलिकति दाइले देखाउनु भयो। यो सोसल साइन्स सेन्टरले सुरु गरेको कचहरीमा एउटा गजबको कुरा के छ भने हामीसँग हाइरार्की छैन। हामीसँग यो यहाँ बोलाउने वक्ताहरू, यहाँ अगाडि बोलाउने वक्ताहरू पनि हाइरार्की आधारमा हुनुहुन्न। त्यो कुराहरू यहाँहरूले मैले एकदम निवेदन गर्दै दाइले अघि स्टेट ब्याङ्क्रप्सीको कुरा गरेपछि मलाई अलिकति त्यसमा थप कुरा सुन्न पनि मन लाग्यो। हामीसँग अर्थविद हुनुहुन्छ प्राध्यापक डाक्टर लेखनाथ भट्टराई। दाइको सरको कुरा अलिकति सुन्नका लागि मैले सरलाई अगाडि निम्त्याउने जमर्को गरेँ। सर प्लिज। धन्यवाद उपेन्द्रजी। अब यो कार्यक्रम चाहिँ एकदमै थट प्रोभोकिङ छ भन्छु मैले, र साथीहरूले बोलाउनु भयो यसको लागि धन्यवाद। र खास गरेर मैले यहाँ प्रदेश लेभलमा बसेर हेर्दाखेरि होइन सङ्घीयता चाहिँ जरुरी छ भन्ने कुरा त म पनि कन्भिन्स छु होइन। किनभने हामीले विकेन्द्रीकरणको अभ्यास पनि हेऱ्यौँ, त त्यो देखावा मात्रै थियो होइन, त्यसमा ओनरसिप थिएन। खासमा डिभोल्युसन अफ पावर भन्ने आवश्यक कुरा हो, त्यो थिएन होइन। डिसेन्ट्रलाइजेसन अफ पावर थियो, त्यसले पुगेन भन्ने कुरा नै हो। र यसको पछाडिको मूल कारण भनेको विभेद हो, एक्सक्लुजन हो। र धेरै क्षेत्रमा वर्गमा र मतलब वर्ग पनि सामाजिक आर्थिक वर्गहरूमा यसको रिफ्लेक्सन थियो पहिला होइन। र त्यसलाई करेक्सन गर्नलाई जनआन्दोलनले स्थापित गरेको एउटा नयाँ सिस्टमलाई हामीले चाहिँ अनावश्यक हो भन्ने खालको अहिले न्यारेसन बनिरहेछ। त्यो बन्नुको पछाडि चाहिँ केही अकर्मण्यताका कारणले बनेको भन्ने मलाई लाग्छ होइन। त्यसमा खास गरेर अघि नै रमेशजीले भन्नुभयो
र त्यसपछि शेखरजीले पनि भन्नुभयो धेरै कुरामा म सहमत छु र प्रदेश र स्थानीय तहमा अहिले पछिल्लो समय हेर्दाखेरि हामीले पनि अध्ययन गर्दाखेरि के देखिन्छ भने काम गर्ने उहाँहरूले मतलब एक प्रकारको भिजन अथवा एक प्रकारको मिसन प्रारम्भ गर्नुभएको छ तर कार्यान्वयन हुन सकिरहेको छैन र कार्यान्वयनका पछाडि कमजोरीका पछाडि क्यापेसिटी बिल्डिङ नभएको देखिन्छ एउटा अर्को चाहिँ इन्स्टिट्युसनल फ्रेमवर्क नबनेको देखिन्छ है कानुनै बनिरहेको छैन थुप्रै र तेस्रो त इम्पोर्टेन्ट कुरा माइन्डसेटै हो यो माइन्डसेट चाहिँ बदलिएको छैन यो बदलिनलाई स्वाभाविक रूपमा धेरै समय लाग्छ किनभने यो त कल्चरल कुरा हो यो त इनहेरेन्ट हुन्छ यो त एजम्सनहरूले ड्राइभ गर्छ भ्यालु सिस्टमले ड्राइभ गर्छ हैन यसलाई त तत्कालै आर्टिफेक्ट घर बनाएर परिवर्तन गरे जस्तो आर्टिफेक्ट भनेको तत्काल परिवर्तन हुनसक्छ तर यो कल्चरको चाहिँ भ्यालु सिस्टम चाहिँ अलि धेरै समय लाग्छ र भ्यालु सिस्टममा खास गरेर हामी कहाँ अझै पनि अब पुरुष प्रधान माइन्डसेट छ हैन अब जातिगत रूपमा हेर्ने भने उपल्लो वर्गको अहम अझै पनि बाँकी छ हैन त्यसपछि गएर चाहिँ विभिन्न क्षेत्र वर्गका मान्छेहरूमा एक प्रकारको चाहिँ मतलब अज्ञानताको अवस्था पनि बाँकी छ हैन त्यही भएर मैले के भन्छु भने अमर्त्य सेनले भने जस्तै डेभलपमेन्ट भनेको फ्रिडम हो हैन फ्रिडम एक्सर्साइज गर्ने काममा हामी चाहिँ एक कदम अगाडि बढेका छौँ यसकारणले गर्दाखेरि केही पनि भएन देशमा भन्ने न्यारेसनको म चाहिँ पक्षमा छैन यहाँ थुप्रै कुरा भएको छन् तर एक्सपेक्टेड भएको छैनन् भन्ने मात्रै खोजे जस्तो भएको छैन छिटो खोजिरहेको थियौँ हामीले त्यो भइरहेको छैन र मुख्य रूपमा नभइरहेको कुरामा सबभन्दा महत्त्वपूर्ण कुरा के हो भने नेताहरूको माइन्डसेटमा परिवर्तन भएको छैन उहाँ अझै पनि केन्द्रीकृत हुनुहुन्छ उहाँ अझै पनि डेमोक्रेटाइज हुन सक्नु भएको छैन हैन उहाँहरूले अत्याधिक कुरा पावर चाहिँ आफैमा एज्युम गर्न खोज्नुहुन्छ हैन अनि आन्तरिक प्रजातन्त्र भन्ने हुन्छ नि हैन सङ्गठनभित्र विभिन्न तहभित्र त्यो कुराको व्यापक अभाव छ त्यो कारणले गर्दाखेरि त्यसको रिफ्लेक्सन चाहिँ हाम्रो सङ्घीयता कार्यान्वयनमा देखा परिरहेको छ प्रदेशहरूलाई दिनुपर्ने अधिकार केन्द्रले दिन खोजिरहेको छैन ढिला गरिरहेछ कानुन ढिला गराउनु भनेकै पनि त्यही कारणले हो म यस कुरामा एकदम प्रष्ट छु उहाँहरूले दिन खोजिराख्नु भएको छैन तर दिन पर्ने छ हैन त्यसलाई के गरेर रहने भन्दाखेरि केही समय ढिला गर्ने आफ्नो समयसम्म कम्ती आउने नजाओस् हैन पछि जे चाहिँ होस् केही छैन भन्ने छ र हामीले अध्ययन गर्दाखेरि के देख्यौँ भने अहिले स्थानीय तहहरू चाहिँ अलि प्रभावकारी देखिए प्रदेश चाहिँ अलि देखिएन भन्ने हाम्रो अध्ययनमा पनि देखिन्छ र यसको कारण प्रष्ट छ र प्रदेशलाई संविधान बनाउने बेलामै कमजोर बनाइएको हो जानी बुझिकन हो हैन उसलाई धेरै अधिकार दिन खोजिएको होइन र उसलाई एक प्रकारको कोअर्डिनेसनको अधिकार मात्रै दिन खोजिएको स्थानीय त अत्यन्त चाहिँ मतलब प्रभावकारी रूपमा काम गर्न सक्ने उनीहरूलाई चाहिँ अधिकार प्रत्यायोजन भएको छ हैन कानुनले अथवा विधिले अझै नभए पनि हैन संरचनाले दिएको छ त्यो संरचनाले दिएको कुरा अब उहाँहरूले कार्यान्वयन गर्ने कुरामा अभ्यास गरिराख्नु भएको छ कतिपय स्थानीय तहहरूमा असाध्यै धेरै इनोभेसनहरू भइरहेछ हैन अनि अधिकार तल्लो के भन्छ सेवा एकदम प्रत्यक्ष सेवा प्राप्त गर्ने अवसर प्राप्त गरिराख्नु भएको छ त्यो धेरै राम्रो कुरा तर समस्या कहाँनिर छ भन्दा मैले देखेको अघि नै रमेश सरले भन्नुभयो कोअर्डिनेसनमा छ है र अर्को अहममा छ है अहममा छ कि म नै सर्वेसर्वा भन्ने खालको कुरा छ कि यो होइन यो हाम्रो सङ्घीयताको भनेको चाहिँ कोअपरेटिभ सङ्घीयता हो सबै मिलेर गर्ने भन्ने हो तर यो मेरै मात्रै हो भनेर चाहिँ हैन त्यो भन्दाखेरि समस्या भइरहेछ त्यही भएर कोअर्डिनेसनका लागि बनेका संरचनाहरू संविधानले चाहिँ राखेका प्रोभिजनहरूको सही किसिमको कार्यान्वयन भएको छैन जस्तो उदाहरणको लागि इन्टर प्रोभिन्सियल काउन्सिलहरू जुन छन् नि तिनीहरूको मिटिङ चाहिँ बिरलै भएको छन् हार्डली 10 वर्षमा 2 चोटि भयो कि 3 चोटि मात्रै भयो हैन यही कुराले बताउँछ कि यो त 3 महिनामा हुनुपर्ने हो के कस्ता समस्या छन् तलका हेर्ने हैन अनि माथिका मान्छे गएर संसदमा के अरे प्रधानमन्त्रीले मैले कुन प्रदेशमा गएर उहाँहरूले सम्बोधन गर्दाखेरि उहाँको भाषण सुनेको उहाँले चाहिँ के भन्नुहुन्छ हाम्रो मिथोलोजी अथवा भनौँ न के यस्ता खालका कुरा गर्नुहुन्छ त्यहाँ गएर भाषण गर्दाखेरि हैन
त्यो प्रदेशको चाहिँ मतलब हो, त्यसले प्रदेशको अहमलाई त बढाउन मद्दत गर्छ। तपाईँको प्रदेश एकदम इम्पोर्टेन्ट हो त भन्नुभयो, तर के समस्या छन्, कसरी यसलाई समाधान गर्ने, म के भिजन राख्छु भन्ने कुरा उहाँले भन्नु पर्थ्यो, त्यो भन्न सक्नु भएको छैन। र इकोनोमिकल्ली ब्याङ्क्रप्टै होला जस्तो त मलाई लाग्दैन होइन। तर चाहिँ समस्याहरू छन्। खास समस्या केमा छ भन्दाखेरि हामीले चाहिँ यो डेमोग्राफिक डिभिडेन्ड लुज गरिरहेछौँ, नम्बर 1 समस्या। अर्को महत्त्वपूर्ण समस्या भनेको हाम्रो क्यापिटल फ्लाइट हुने सम्भावना बढिरहेछ पछिल्लो समयमा होइन। यस कारणले गर्दा, किन भन्दाखेरि ब्याङ्कहरूले ब्याज दर यति थोरै दिन थाले होइन, अब मान्छेले बाहिर कतै एभिन्युजहरू खोजिरहेछ। त्यो कुराले मान्छे पनि फ्लाइट हुने अनि रिसोर्स पनि फ्लाइट हुने भने के होला, त्यसले हामीलाई ब्याङ्क्रप्सीतिरै लैजाला कि भन्ने कुरामा शङ्का गर्न ठाउँ प्रशस्त छ। तर यसलाई चेक गर्न कसरी सकिन्छ भने हामी त्यति धेरै इन्टिग्रेटेड भएको छैनौँ वर्ल्ड इकोनोमीमा, त्यस कारणले हामी जोगिन सक्छौँ कि भन्ने हो होइन। त्यसलाई हामीले अझै कसरी जोगाउने भन्ने बारेमा काम गर्नुपर्छ र सङ्घीयता चाहिँ जरुरी छ, यसलाई प्रभावकारी बनाउनुपर्छ भन्ने लाग्छ मलाई। धन्यवाद। स्टेट ब्याङ्क्रप्सीको कुरा गऱ्यौँ, लेखनाथ सरले पनि अलिकति 2टा पोइन्टमा कुरा गर्नुभयो। ब्याङ्क्रप्सी नै त हुँदैन कि, तर सम्भावनाको एउटा ढोका चाहिँ छ भन्नुभयो। हामीले आज यहाँ 3वटा राजनीतिक दलका प्रदेश स्तरका नेताहरूलाई पनि बोलाएका थियौँ। अनफर्चुनेटली हामीसँग केही कन्फर्म गरेका मान्छेहरू पनि अहिलेसम्म आइसक्नु भएको छैन। गाउँपालिका महासङ्घका अध्यक्षलाई पनि बोलाएका थियौँ, उहाँले पनि कन्फर्म गर्नुभएको थियो, अहिलेसम्म आइसक्नु भएको छैन। फेरि समस्या कस्तो भने कार्यक्रम 7 बजे भन्यो भने 8 बजेतिर सुरु होला भनेर आउने माइन्डसेट होला, हामी चाहिँ 7 बजे सुरु गर्छौँ, त्यो कारणले पनि हुनसक्छ। यही सङ्घीय संरचनामा रहेर काम गरिराख्नुभएका एकजना उपप्रमुख हुनुहुन्छ हामीसँग, कुस्मा नगरपालिकाका उपप्रमुख स्वस्तानी रिजाल, जो प्रदेश विकास समस्या समाधान समिति पनि बडा गजब छ, प्रदेश विकास समस्या समाधान समितिका सदस्य पनि हुनुहुन्छ। म स्वस्तानी रिजाललाई यहाँको अनुभव र यी अहिले चलिरहेका कुराहरूमा आफ्नो तर्क राख्नका लागि अनुरोध गर्छु। आज हामी वास्तवमै अत्यन्त महत्त्वपूर्ण कार्यक्रम, मलाई त एकदमै खुसी पनि लागेको छ कि म आफ्नो कुनै कलेजको क्लासमा बसेर यो सुनिरहेको छु। जस्तो अघि हाम्रो रमेश अधिकारी सरले भन्नुभयो, एकदमै आनन्द लागेको छ। मेरो पहिलो अगाडिका कुराहरू केही सम्झना पनि आएका छन्। त सङ्घीयता 1 दशक समीक्षा उपलब्धि र परीक्षण र भोलि थ्याङ्क यू भन्दा चाहिँ यसको टपिकै आएको भए राम्रो हुन्थ्यो भन्ने लाग्यो। त्यो मैले भने मलाई लाग्छ यो अतिथि वक्ताका रूपमा यहाँहरूले मलाई आमन्त्रण गर्नुभएकोमा यहाँहरू सबैलाई र विशेषतः सोसल साइन्स सेन्टर पोखरालाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। मैले आफूले अनुभव गरेका भोगेका केही कुराहरू यहाँहरू समक्ष प्रस्तुत गर्न म यहाँहरूलाई सुनाउन चाहन्छु। यो स्थानीय सरकार, हाम्रो गाउँपालिका महासङ्घको अध्यक्षज्यू पनि उपस्थित हुनुभयो। स्थानीय सरकार आफैमा सरकार भएका कारणले यहाँ चाहिँ अलिकति कस्तो छ भने थोरै भए पनि 10 वर्षका यी अभ्यासका आधारमा 3 तहका सरकारको प्रभावकारिताको अब यो समीक्षा गर्नु अत्यन्त आवश्यक ठान्दछु है मैले। किनभने यसमा चाहिँ नि कहिले पनि समीक्षा भएको, यहाँ कस्ता खालका गतिविधि भए, के भयो भन्ने कुराको केही पनि अहिलेसम्म त्यो हामीले चाहिँ थाहा पाएका छैनौँ है मैले बुझेको उसमा। अब यो 3 तहकै सरकारको यो प्रभावकारिताको स्तरको यो गुणस्तर बढाउनका लागि कर्मचारी तन्त्रको क्षमता अनि नियत सुधार जस्ता गहन समीक्षा पनि हुनुपर्ने आवश्यक ठान्दछु। र अब धेरै तहका सरकारहरू हुने प्रशासनिक खर्चको सम्बन्धमा अघि हाम्रो रमेश सरले भन्नुभयो, गम्भीरतापूर्वक यसलाई लिनुपर्ने र विकास बजेटलाई चाहिँ अलिकति केही भए पनि त्यसलाई बढाउन सकिन्छ कि भन्नेतिर पनि यहाँहरूलाई केही कुराहरू राख्न चाहन्छु। भने अब संविधानमै लेखिएका कुराहरू अघि आइसकेका छन्, कतिपय कुराहरू लेखिएका कुराहरू आवश्यक पर्ने कानुनहरू बनेकै छैनन्। नबन्दाखेरि एकातिर अप्ठ्यारो र बनेका कानुनहरू पनि कम्तीमा हुनुभएको पनि छ। अब यो सुनिश्चित छ अब जसमा अब महिला, दलित, जनजाति र आम सर्वसाधारणले पनि यो जनप्रतिनिधिहरू चाहिँ त्यसबाट पनि बेसबाट पनि एउटा जनप्रतिनिधिहरू आउन सक्ने खालको वातावरण चाहिँ सिर्जना गर्यो र थुप्रै नागरिक अधिकारहरू पनि मौलिक हक अन्तर्गत समावेश भएका पनि छन्। र त्यसै कारण आम नागरिकले आफ्नो हकका लागि न्यायिक समिति अथवा अदालतहरूमा धाउनलाई पनि अलिकति सहज भएको छ। हामीले अधिकार हामीले हाम्रो एउटा कानुनमा हामीले केही भए पनि सहयोग पाउँछौँ, त्यहाँ जानुपर्छ भन्ने खालको अनुभूति चाहिँ भएको छ। अब यसको परीक्षण गर्दै गर्दाखेरि थोरै कुराहरू, अब आरक्षण नीति अघि हाम्रो अगाडि बोल्ने वक्ताले पनि भन्नुभयो, यो एक प्रकारको परीक्षण नै त हो नि। तर अब यसमा चाहिँ नि यस विषयमा चाहिँ बिना अब पूर्वाग्रह चाहिँ अलिकति बहस चलाउनु पर्ने हो कि
जस्तो पनि लाग्छ है। किनभने यसमा चाहिँ अलिकति पूर्वाग्रहहरू अलि बेसी भएको कतै कसैले होइन अब मेरो पक्षको यो, मेरो पार्टीको यो, अथवा मेरो मान्छे यो भन्ने खालको त्यो खालको प्रवृत्ति भएको छ भने अब यसलाई चाहिँ अलिकति सहज बनाउनलाई, अलि मिलाएर लैजानलाई चाहिँ मलाई लाग्छ यो शारीरिक अवस्थाका आधारमा मात्र सीमित नराखेर आर्थिक आधारमा समेत विभाजन गरी वास्तविक आरक्षण प्रदान गर्नलाई, न्याय प्रदान गर्दा सबै लिङ्ग र समुदायभित्र आर्थिक रूपमा अति विपन्नलाई प्राथमिकता दिन राज्यको दायित्व पनि जिम्मेवारी पनि हो कि जस्तो पनि अनुभूति हुन्छ। अनि अब संविधानमा अब का अनुसार अब बनाउनु पर्ने कानुन अब यथाशीघ्र बनाउनु पर्ने छन् भने यथाशीघ्र बनाउने र लागू गर्न सकिने खालका कानुनहरू बनाउँदा हामी सबैलाई तिनै सरकारलाई, तीन तहकै सरकारलाई चाहिँ सहज होला जस्तो लाग्छ। अब यो सामाजिक सुरक्षा भत्ताको चाहिँ असाध्यै मलाई यो पहिले पनि मैले समस्या समाधान समितिमा पनि यो कुराहरू उठाएको पनि हो। अब यसमा चाहिँ सामाजिक सुरक्षा भत्तामा चाहिँ अहिले सबैले पाइन्छ जस्तो मलाई लाग्छ। म यहाँहरू समक्ष भन्न पनि चाहन्छु, मेरो बुवा आमालाई चाहिँदैन। यहाँ कतिपयका आमा बुवाहरूलाई सामाजिक सुरक्षा भत्ता त्यसरी चाहिँदैन होला, आवश्यकता नपर्न सक्छ। किनभने जो अलिकति क्यापेबल छ, जोसँग सम्पन्नता छ, उसले चाहिँ त त्यहाँबाट उसले आफैले आफ्नो जग्गाबाट पनि अथवा सम्पत्तिबाट पनि उसले अधिकार पाइरहेकै हुन्छ, पाउँछ पनि। तर अब यो अति विपन्नताका आधारमा चाहिँ दिन पाएदेखि र समावेश गर्न पाएदेखि त्यसलाई चाहिँ चुस्त दुरुस्त बनाउन अलिकति नीतिगत निर्णय गर्न पाएदेखि राम्रो हुन्थ्यो कि भन्ने मलाई लाग्दछ। यो विषय भयो। र अब यहाँ मैले हजुरहरूलाई थोरै कुराहरू केही राख्दै गर्दाखेरि अब भोलिका दिनहरूमा चाहिँ गर्नुपर्ने कुराहरू पनि मैले यहाँहरूलाई केही सुधारमा चाहिँ गर्नुपर्छ। किनभने हाम्रो कुस्मा नगरपालिका मात्रै होइन, यस्ता त्यति धेरै यति राममिठो संरचना बनायो कि जहाँ स्थानीय सरकारलाई एउटा जिम्मेवारी दिनुपर्ने, जुन जिम्मेवारी दिनुपर्ने हो त्यो चाहिँ जिम्मेवारी अहिले अलिकति फितलो खालको भएको चाहिँ अनुभूति हामीलाई पनि हुन्छ। हामी स्थानीय सरकार भान्साको सरकार, तर हामीले गर्ने काम कर्तव्यलाई त अलिकति माथि कुण्डली मारेर नबस्दिए हुन्थ्यो नि। हामीलाई जिम्मेवारी दिने हो भने स्थानीय सरकार हो भने जिम्मेवारी दिनुपर्छ, 100% जिम्मेवारी दिनुपर्छ। र फेरि भोलि अप्ठ्यारो परेको खण्डमा स्थानीय सरकार त्यसमा सजाय भोग्न पनि तयार रहनुपर्छ के। मलाई जनप्रतिनिधि भएका कारणले पनि मेरा आफ्ना लागेका कुराहरू धेरै गर्नु पनि मन थियो। फेरि पनि यहाँहरूलाई यो प्लेटफर्ममा मलाई पनि केही बोल्ने मौका दिनुभयो र सुन्ने मौका दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद दिँदै मेरो आफ्नो होइन उहाँले गरे जस्तो लाग्यो मलाई। ओके यस्तो गरे जस्तो लाग्यो, त्यही भएर यहाँहरू सबैलाई पुनः एकपटक यो कार्यक्रममा मलाई समावेश गर्नुभएकोमा धेरै धन्यवाद पनि दिन चाहन्छु। र विशेषतः स्थानीय सरकार, घर आँगनको सरकार, हाम्रो परिवारभित्रको सरकार बनाउने जिम्मा यहाँहरू सबैको पनि हो भन्दै म आफ्नो भनाइ पनि यहीँ गर्न चाहन्छु। थ्याङ्क यू। आफ्ना विचार राखिदिनु भयो, तपाईँलाई धेरै धेरै धन्यवाद। अक्सर प्रदेशले गाली खाइरहन्छ, दाइले भने जस्तो अघि शेखर दाइले बडा ब्युटिफुल कुरा भन्नुभयो, मलाई पनि त्यो कुराले बडा छोयो। कहिलेकाहीँ हामीलाई रिस पनि हो कि मेरै साथी प्रदेशसभा सदस्य भयो, मेरो नजिकै मान्छे प्रदेशसभा सदस्य भयो, हिजो मैसँग चिया खाएर हिँड्थ्यो, अहिले चाहिँ झन्डा हल्लाएर हिँड्यो भन्ने खालको रिस पनि हो कि चप्पल पड्काएर हिँड्ने भन्ने दाइले जुन फ्रेज युज गर्नुभयो त्यस्तो पनि हो कि भन्ने कहिलेकाहीँ लाग्छ। गाली खाइरहने अक्सर प्रदेश सरकार हुन्छ। हामीसँग प्रदेशसभा सदस्य पनि हुनुहुन्छ एकजना आजको कार्यक्रममा, नेकपा एमालेका प्रदेशसभा सदस्य, नेकपा एमालेबाट प्रदेशसभा सदस्यका रूपमा रहनुभएका भक्तबहादुर कुमार, यहाँलाई म आफ्नो अनुभवका लागि र तर्कका लागि अनुरोध गर्छु प्लिज। धन्यवाद उपेन्द्र सरलाई, कार्यक्रम सञ्चालक। विशेष गरी यो सोसल साइन्स सेन्टर पोखराद्वारा आयोजित यो कचहरी प्रोग्रामका अब अध्यक्ष, प्राज्ञिक व्यक्तित्व र आज विशेष गरी यो नेपालमा फेडरलको प्रयोग र 10 वर्षको समीक्षा, यसको उपलब्धि, यसका चुनौती, भावी कार्यदिशाका सन्दर्भमा प्रस्तुतकर्ता आदरणीय रमेश अधिकारीज्यू लगायत मेरा सबै यहाँ सहभागी मेरा प्राज्ञिक साथीहरू हार्दिक अभिवादन। विशेष गरी संहिता यहाँले भनिसक्नु भएको छ, संहिता हाम्रो मुलुकको आवश्यकताका हिसाबले आएको। हामी केन्द्रीकृत शासनबाट हामीले जुन खालको विभेद थियो, जुन विकास निर्माणको चाहिँ क्षेत्रमा व्यापक असन्तुलन थियो
जति निर्णय गर्ने ठाउँमा नीति निर्माण गर्ने ठाउँमा विशेष गरी त्यस्तो ठाउँमा चाहिँ अलि हेपिएका पछाडि पारिएका निम्न वर्गका ती व्यक्तिहरूको चाहिँ सहभागिता नरहेको र विभिन्न जाति जनजाति यही कारणले पनि वास्तवमा संहिताको आवश्यकता महसुस भयो र विभिन्न खालका चाहिँ आन्दोलनहरू भयो। त्यो आन्दोलनको उपलब्धिले पनि आज संहितामा हामी उपभोग गर्न पाइरहेका छौँ र वास्तवमा संहिता भन्ने गरिन्छ बडो खर्चिलो चिज हो। नेपाल जस्तो सानो मुलुकमा संहिता आवश्यकता थिएन भन्ने कुरा पनि सुनिन्छ। तर मलाई लाग्छ संहिता नेपाल जस्तो मुलुकमा छिटो छरितो डेभलप गर्नका लागि र तल्लो तहसम्म तल्लो तहका जनतालाई चाहिँ एउटा अधिकारसँग उनीहरूको चाहिँ आफ्नो स्वनिर्णय गर्ने अधिकार र स्थानीय तहमा चाहिँ आफूलाई प्रत्यक्ष रूपमा चाहिँ विकासमा संलग्न गराउने हिसाबले पनि संहिता चाहिँ अत्यन्त आवश्यक हो। त्यस हिसाबले चाहिँ यो संहिता अगाडि बढेको छ र मैले चाहिँ के अनुमान गरेको छु भने म प्रदेश सभाको चाहिँ एउटा सांसद भइरहँदाखेरि मैले आफूले अनुभूति गरेका कुरा बताउँदा यहाँ ठिक होला जस्तो मलाई लाग्यो। सरले चाहिँ बताएका कुरा त अत्यन्तै राम्रा छन्। वास्तवमा पोजिटिभ ढङ्गले आफ्नो चाहिँ प्रेजेन्टेसन राम्रो गर्नुहुन्छ। म झन्डै 90% नै मेरो चाहिँ समर्थन छ। ती कुरा नै फेरि मैले किन दोहोऱ्याउँ होइन। एकदम राम्रो ढङ्गले डाटासहित प्रस्तुत गर्नुभएको छ। मैले पनि बोलेको थिएँ। मैले आफै चाहिँ सदनमा बोल्दाखेरि आज प्रदेश सभा जम्मा 8 वर्ष भएको छ निर्वाचित भएर चाहिँ संरचना बन्यो। 8 वर्षमा तपाईँको झन्डै 9,000 10,000 हजार किलोमिटर चाहिँ कालोपत्रे बनेको छ र मेरो आफ्नो निर्वाचन क्षेत्रमा अब 2 वर्षपछि झन्डै 200 किलोमिटर चाहिँ बाटो पिच हुँदैछ। यो उपलब्धि होइन। 8 वर्षमा त्यत्रो चाहिँ कालोपत्रे बन्ने कुरा उपलब्धि होइन, उपलब्धि हो त। त्यो वास्तवमा चाहिँ माननीयहरूको चाहिँ भोइसै हो। त्यो भोइसका आधारले चाहिँ उहाँले त्यही आधार टेकेर चाहिँ आज पूर्ण संरचना भएको छ। यो राम्रो छ। वास्तवमा चाहिँ केही करारका साथीहरू केही चाहिँ रोजगारमा रहेका साथीहरूलाई केही समस्या होला, तर तपाईँलाई हेक्का छ कि छैन। तपाईँको एउटा कार्यालय प्रमुखले 3-4वटा चाहिँ कर्मचारी चाहिँ उसको होल्डमा हुन्छ। त्यो गाडी घोडा इत्यादि सबै कुराहरू भान्से सान्से सबै कुरा गर्दाखेरि त्यत्रो हुँदो रहेछ। ती मान्छेहरू सर्लक्कै गर्दाखेरि त सर्लक्कै चाहिँ खर्चको हिसाबले अगाडि चाहिँ सरले भन्नुभयो, मैले त भनिसकेको समन्वय जिल्ला समन्वय आवश्यकतै हो। किन यो राख्या लिडरहरूमा कत्रो चाहिँ मैले चाहिँ देखेको कि त्यो समन्वय त आवश्यकतै छैन। अहिले पनि हामी प्रदेश सरकारले बजेट तेल के गर्ने 2-3टा गाडीलाई चाहिँ तेल पठाउँछौँ, त्यहाँ चाहिँ सेलरी पठाउँछौँ, सारा त्यस्तो गर्छौँ। वास्तवमा त्यो आवश्यकता छैन। त्यसलाई कामयाबी बनाउने हो भने कि प्रदेशका चाहिँ कार्यालयहरू त्यसैले चाहिँ चलाउने खालको बनाउनु पर्यो। उही पुरानो जिल्ला विकास समिति जस्तो चाहिँ हुने स्थिति बन्न सक्छ। त्यो भएर यस्ता कुराहरूलाई चाहिँ फजुल खर्च गर्ने कुरालाई चाहिँ कटौती गर्न जरुरी छ। र मैले देखेको कुरा अब वास्तवमा सङ्घको चाहिँ सरकारले इन टाइममा कानुन नबनाएका कारणले र कतिपय अगाडि भनिसक्नु भएको छ रमेश सरले, वास्तवमा अहिले पनि लिडरहरूमा केन्द्रीकृत मानसिकता छ। अहिले पनि अधिकार दिन चाहन्न। हेर्नुहोस् त, गण्डकी प्रदेश सरकार हो। तपाईँहरूले चाहिँ वास्तवमा भनिदिनु सरकारै हो। सरकारसँग के हुनुपर्छ? कम्तीमा लट्ठी त हुनु पर्यो नि। कानुन कार्यान्वयन गर्ने लट्ठी हुनु पर्दैन। आज लट्ठी नै छैन। यस्तो हालतमा चाहिँ सरकार चलाउन पर्ने र प्रदेश सरकार चाहिँ भन्नुपर्ने परिस्थिति चाहिँ छ। तर यस्ता कुराहरूलाई अन्त्य गर्नका लागि सरकारले सङ्घको सरकारले चाहिँ अलि फराकिलो छाती बनाउनु पर्छ र वास्तवमा संहिताको मूल जड भनेको प्रदेश नै हो। प्रदेश त मुटु हो नि। हिजो हाम्रो मानसिकता के छ भने स्थानीय तह हिजो गाविस थियो, स्थानीय तह थियो, त्यही छ र माथि सङ्घ हिजो थियो, त्यही छ। यो त बिचको किन आयो यसैले पो खर्च बढायो भन्ने खालको छ। आज हेर्नुहोस् त, त्यो क्याटेगोरी गर्नु पऱ्यो नि। सङ्घको सरकारले 75,000 को योजना पठाउँछ, लाज मर्नु। हामी प्रदेशले पनि अब बजेट थोरै भएपछि 5-5 लाख चाहिँ बजेट बनाउँछौँ। यस्तो खालको परिस्थिति छ। तर यसमा पनि क्याटेगोराइज गर्ने र त्यसलाई त्यो तहगत बनाउने र स्थानीय तहलाई कति, प्रदेशले कति र विशेष गरी सङ्घले त 3टा विषयमा मात्रै गर्ने मैले बुझेको। विदेशीको पोलिसी बनाउने सन्दर्भमा फरेन यस्ता विषयहरूमा चाहिँ गर्न पर्थ्यो। त्यो ढङ्गले चाहिँ जान सकेको छैन र वास्तवमा चाहिँ संहिता चाहिँ मुलुकको लागि आवश्यक छ।
त्यसले फड्को मारेको छ। आज चाहिँ रमेश सरले पनि डाटामा चाहिँ धेरै कुराहरू अगाडि बढाउनु गएको छ। यसलाई हामी अझ चाहिँ अब यो कार्यान्वयनको कुरा, समन्वयको कुरा, सहकार्यको कुरा, यी कुराहरू गर्न जरुरी छ भन्ने कुरा राख्दै समयको चाहिँ पाबन्दीका कारणले म चाहिँ बिदा माग्छु। हस्, धन्यवाद, नमस्कार। धन्यवाद। सँग लट्ठी छैन, त्यस कारणले यो सरकार हो कि होइन भन्ने प्रश्न पनि उहाँले उठाउनु भयो। आफैलाई प्रश्न गर्न बडा गाह्रो कुरा हो। सरलाई धेरै धेरै धन्यवाद। आज हामीसँग स्थानीय तहका अथवा चाहिँ जनप्रतिनिधि अलिक धेरै सहभागिता भएको छ। हामीले खासमा 3 प्रमुख राजनीतिक दलका प्रदेश स्तरका नेताहरूलाई निम्ताएका थियौँ। केहीले त वचन पनि दिनुभएको थियो, नेकपा माओवादीका प्रदेश अध्यक्षले वचन पनि दिनुभएको थियो आउँछु भनेर। त्यसै गरी धनञ्जय सरले म आउन सक्दिनँ भन्नुभएको थियो भने हामीसँग अनि त्यसै गरी हामीसँग नेपाली काङ्ग्रेसका हामीले प्रदेश तहका नेतालाई पनि बोलाएका थियौँ। अनफर्चुनेटली अहिलेसम्म देखिनु भएको छैन, किनभने छलफल एकतर्फी हुनु हुँदैन, उहाँहरूका कुरा पनि सुनौँ भन्ने थियो हामीलाई। म मेरो प्राविधिक कारणले आउन पाइनँ, तर मलाई त्यसको भिडियो अनिवार्य रूपमा पठाइदिनु होला भनेर पिएलजिएसपीका प्रणयजीले मलाई अघि बिहान पनि फोन गर्नुभएको थियो। आउनु भएको छ, एकदम धेरै धन्यवाद सरलाई पनि। हिजो बेलुका मात्रै सर बाहिर हुनुहुन्थ्यो, हिजो बेलुका मात्रै आउनुभयो भन्ने। अब हामी थोरै 2-3जना मात्रै वक्ता हुनुहुन्छ, त्यसपछि हामी 2-2 मिनट अन्य वक्ताहरूबाट पनि कुरा सुन्छौँ र त्यसपछि आएका प्रश्नहरूको उत्तर चाहिँ रमेश दाइले दिनुहुनेछ अथवा जोसँग प्रश्न आउँछ उहाँसँग दिनुहुनेछ। लिजाको एउटा रिपोर्ट अनुसार पछिल्लोचोटि रूपा गाउँपालिका उत्कृष्ट पालिकाका रूपमा सूचीकृत भएको छ। त्यो उत्कृष्ट पालिकाका रूपमा भएको छ 5वटा पालिकामध्ये कास्की जिल्लामध्ये। गाउँपालिका महासङ्घका अध्यक्ष पनि हुनुहुन्छ र पछिल्लोचोटि तपाईँहरूले सुन्नुभयो भने अन्यत्र पनि कुरा गर्दाखेरि एउटा असाध्यै राम्रो तथ्याङ्क हिसाबमा, कार्यान्वयनका हिसाबमा राम्रो काम गरिरहेको भनेर तपाईँहरूले सुन्ने एकजना पालिका अध्यक्ष नवराज ओझा अबको हाम्रो वक्ता हुनुहुन्छ। म नवराजजीलाई स्थानीय तहको यो कुरा गर्न स्थानीय तहले प्रदेश तहको संरचनाका बारेमा र उपलब्धिका बारेमा एकदम नजिकबाट उहाँले अनुभव पनि गर्नुभएको छ। गाउँपालिका महासङ्घको अध्यक्ष भएको हुनाले अरूसँग पनि उहाँको एकदम त्यो कोअर्डिनेसनमा काम गरिरहनु भएको छ। म नवराजजीलाई आफ्नो कुरा राखिदिनको लागि अनुरोध गर्छु। धन्यवाद उपेन्द्र सरलाई। यो कार्यक्रमका आदरणीय अध्यक्षज्यू, त्यसै गरेर यो कार्यक्रममा प्रस्तुतिकरण गर्नुहुने रमेश सर लगायत यहाँ उपस्थित सम्पूर्ण प्रबुद्ध व्यक्तित्वहरू सबैमा हार्दिक नमस्कार अभिवादन व्यक्त गर्न चाहन्छु। र थोरै ढिला भयो, आज गाउँतिर थिएँ, आउँदाखेरि ढिला भयो, यसको निम्ति क्षमा चाहन्छु। धेरै विषय मैले सरसर्ती चाहिँ हेरेँ, 2टा साथीहरूको कुरा पनि सुने, हाम्रो मान्यज्यूको र नगरपालिका सङ्घको प्रदेशको उपाध्यक्ष पनि हुनुहुन्छ, कुस्माको उपमेयर पनि हुनुहुन्छ, उहाँको कुरा पनि सुने। संहिता पछिको अनुभव लिने सबै महानुभाव पनि हुनुहुन्छ। अब यो संहिताको चाहिँ सबभन्दा राम्रो पक्ष भनेको अहिले चाहिँ तलसम्म अधिकार दिने कुरा चाहिँ राम्रो छ। यसले चाहिँ समावेशी रूपमा अगाडि बढाउने कुरा, समावेशी रूपमा चाहिँ प्रतिनिधित्वको कुरा र विकासलाई केही न केही रूपमा, होइन, अहिले नै तानातान त छँदैछ, त्यो एकछिनपछि म भन्छु, तैपनि केही न केही रूपमा चाहिँ स्थानीय रूपमा पुर्याउने कुरा चाहिँ एकदमै पोजिटिभ छ। यसले लिएर आएको विषय चाहिँ यो छ। तर के भयो भने संहिता कार्यान्वयन गर्ने विषयमा 2टा कुरा चाहिँ सुरुमै अलिकति नेताहरूले चाहिँ त्यसलाई सोचिदिएको भए राम्रो हुन्थ्यो। एउटा कानुन बनाउने कुरा, सुरुमा कर्मचारीको चाहिँ यो कानुन बनाउने कुरा, होइन, निजामती कर्मचारीको कानुन बनाउने कुरा त्यतिखेरै गरिदिएको भए चाहिँ यो समस्या धेरै समाधान भएर जान्थ्यो कर्मचारी व्यवस्थापन सम्बन्धी, होइन। अहिले यो तानातानको अथवा कर्मचारीहरूले चाहिँ काम गर्ने खालको जुन खालको इच्छा शक्ति देखाउनु पर्थ्यो त्यसमा चाहिँ समस्या भएका कुरा, बेला बेलामा उठ्ने कुराहरू र स्थानीय रूपमा अहिले पनि कस्तो छ भने यही गण्डकीको कुनै गाउँपालिकामा अहिले पनि कृषि पशुका अथवा करारमा राखेका कर्मचारी, प्राविधिक कर्मचारीले सचिव चलाउनु पर्ने अवस्था छ, होइन, यस्तो अवस्था छ। यो कारणले गर्दाखेरि चाहिँ अलिकति समस्या, शिक्षा विधेयककै कुरा, होइन, अब यसमा चाहिँ समस्या छ। अर्को चाहिँ यो ऐन बनाउने कुरामा एउटा समस्या भयो संहिता कार्यान्वयनको निमित्त। अर्को चाहिँ के भयो भने यो संसदीय प्रणाली नै अलिकति हामीले चाहिँ सोचेर बनाएनौँ कि जस्तो लाग्छ क्या। स्थानीयको चाहिँ 5 वर्ष बस्ने ढुक्का उसले चाहिँ आफ्नो के योजना छ त्यहाँ गर्नुपर्ने कामहरूको सन्दर्भमा चाहिँ उसले आफ्ना योजना बनाएर कार्यान्वयन गर्न सक्ने हो। अनि अघि हाम्रो प्रदेशको मान्यज्यूले नि भन्नुभयो नि, प्रदेश चाहिँ छाया सरकार जस्तो भयो क्या, छाया सरकार जस्तो भयो। किनभनेदेखि माथि बादल लायो भने तल छाता उड्नु पर्ने हो, होइन। अनि टिकट चाहिँ माग्न नगइकन चाहिँ
त्यहाँ त्यो सरकार नबन्ने भयो, मुख्यमन्त्री कसलाई दिने भन्ने कुरा त केन्द्रले निर्णय गर्ने भयो नि त, उहाँहरूको आफ्नो केही रहेन। त्यसले गर्दाखेरि चाहिँ तलको सरकार बोल्न सकेन के। अघि उहाँले कर्मचारी व्यवस्थापन गऱ्यौँ भन्नुभयो केही होइन, त्यो चाहिँ ठिक छ, तर त्यो कर्मचारी व्यवस्थापन गर्दा नि यसमा चाहिँ मेरो फरक मत छ। उहाँले सबभन्दा पहिला आफ्नै प्रदेशको संरचना कमजोर बनाउनुतर्फ लाग्नुभयो क्या। प्रदेश स्तरीय जुन जुन कार्यालय छ नि होइन, त्यसलाई गर्न लाउनुभयो। सङ्घले ल आज तपाईँहरूलाई एउटा रेकर्ड भनौँ, सङ्घको एउटा मात्रै उदाहरण, सडकको काम गर्ने कार्यालय सङ्घका यहाँ 5वटा छन्। सडक विभाग होइन, सडक विभाग छ, डोली छ होइन, अनि त्यसपछि पुल महाशाखा छ, अनि अर्को रूपाताल परियोजना, अनि त्यसपछि चाहिँ यो मध्य पहाडी, त्यसपछि मुङ्लिन पोखरा होइन, यस्ता अझ 6वटा संरचना रहेछन् यस्ता। अनि अहिले त भएन भनेर सहरी विकासले समेत सडक बनाउँछ होइन। 6वटा संरचना छन्, त्यहाँ एउटै मात्रै कार्यालयले चल्छ। त्यो सबै एकजना सुई राखिदिने, 3-4जना डी राखिदिने भने एउटै कार्यालयले चल्छ। कति खर्च छ होला त्यहाँ ल भन्नुहोस् त। यो त कृषिको पनि छ, पशुको पनि छ, अन्य कार्यालयको पनि, पर्यटनकै 2टा कार्यालय छन्। यस्ता चाहिँ धेरै छ। यो विषय कहीँ गएर चुइक्क बोल्न सक्दैन प्रदेश सरकार। कहीँ बोलेको सुन्नु भएको छ? केन्द्रीय सरकारको विषय कहीँ बोल्न सक्दैन। अनि उहाँहरू के गर्नुहुन्छ, स्थानीय सरकारको चाहिँ अधिकारमा अङ्कुश लाउनुहुन्छ। कुरो बुझ्नुभयो नि? यो कस्तो भइरहेछ भने जो जहाँ छ त्यहाँ मेरो कुर्सी चाहिँ सधैँलाई यो थाहै हो भन्ने हुन्छ छ क्या, त्यो खालको मानसिकता छ होइन। त्यसले चाहिँ संहितालाई असर पुर्याइरहेको छ। हामीले अरू व्यवस्थापन गर्ने कुराहरू चाहिँ गऱ्यौँ होइन, न्यायिक संहिता दिने भनेर चाहिँ गऱ्यौँ, स्थानीय तहमा न्यायिक समितिको चाहिँ अभ्यास गर्ने भनेर। उहाँहरू प्रहरी मात्रै ठुलो देख्नु, आफ्नो अधिकार खोसिएको देखिरहेकै छैन। अनि कहाँबाट हुन्छ? प्रहरीले, तपाईँले प्रहरी राखेर सङ्घीय सरकारसँग लड्छ? लड्दैन नि त, हो कि होइन? त्यो बनाउनुपर्छ। एउटा माग ठिक हो त्यसमा पनि, तर के हो भने माथिबाट अधिकार दिने। त्यति बेला वित्त आयोग बनाइसकेपछि ल ठिक छ, माथि 60% राख्नुहोस्, 20% स्थानीय र प्रदेशलाई पठाइदिनुहोस् भने भए कसरी विकास हुन्छ होला? खास भन्ने हो त हाम्रो संहिताको मोडल के हो भने केन्द्रीय सरकारले नीति बनाउने, ठुला योजना, गौरवका योजनाहरू बनाउने, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा सम्बन्धहरू कायम गर्ने, प्रदेशले विकास गर्ने, स्थानीय तहले चाहिँ सर्भिस डेलिभरी गर्ने। यो हो नि त। अहिले त सबैले सबै गर्ने। केन्द्रीय सरकारले एउटा सिमेन्ट पठाउने चाहिँ काम के अरे, सिमेन्ट खरिद गर्नको निम्ति हाम्रो पालिकालाई 12,000 रुपियाँ पैसा दिन्छ क्या। कुरो बुझ्नुभयो नि? सङ्घीय सरकारले अघि भन्नुभयो 5 लाख रुपियाँसम्मको बजेट भने त्यो 5 लाखमा 6वटा योजना हुन्छन् क्या। 6वटा ठाउँ, फलाना ठाउँ भनेर अनि 6वटा योजना हुन्छन्। यसरी बन्छ हो कि होइन? यो संहिता चाहिँ अहिले राम्रोसँग जग बसालिदिएको चाहिँ स्थानीय सरकारले हो। कोभिडको बेला के हुन्थ्यो होला ल भन्नुहोस् त, हो कि होइन? होइन, अहिले डेङ्गुको लागि स्थानीय सरकारले गरेको प्रयास हेर्नु न। मेरो गाउँपालिका हेर्ने हो भने हामीले रोजगारीका क्षेत्रमा, अन्य क्षेत्रमा, अवसरका क्षेत्रमा होइन, क्षमता विकासको क्षेत्रमा, सुधार गर्ने क्षेत्रमा त्यो हिसाबले चाहिँ अगाडि बढाइरहेका छौँ। स्थानीय सरकारहरू सबै त्यो हिसाबले बढिरहेका छन्। त्यस कारणले संहिता बलियो बनाउनलाई चाहिँ सकेसम्म माथिबाट चाहिँ आर्थिक रूपमा, प्रशासनिक रूपमा र व्यवस्थापकीय रूपमा सबैलाई समान रूपले हेर्न सक्यो। त्यसको विषय एकचोटि बहस चलाउन सक्यो भने हुन्छ। हस्, धन्यवाद। गाउँपालिका महासङ्घ गण्डकीका अध्यक्ष एवं रुपा गाउँपालिकाका अध्यक्षज्यू, यहाँ सबै कुरा आइराखेको छ। दाइले एउटा प्रेजेन्टेसन गरिसक्नुभयो, त्यसपछि चाहिँ प्रदेश सभा सदस्यज्यूले एउटा चाहिँ धारणा राख्नुभयो, र त्यसपछि चाहिँ आफ्ना पीडा, आफ्ना दुःख चाहिँ गाउँपालिका महासङ्घका अध्यक्ष एवं रुपाका अध्यक्ष एवं उस्माको गाउँपालिका नगरपालिका सङ्घ गण्डकीको उपाध्यक्ष पनि हुनुहुन्छ। उहाँले राखिसक्नु भएको छ। समस्या नभएका होइन, आफ्ना तहमा समस्या छन्। र यो भन्दैमा चाहिँ मैले रमेश दाईकोमा समर्थन गर्दै फेरि शेखर सरले पनि भन्नुभयो कि साँच्चै संहिता नचाहिने हो त? होइन नि त, चाहिने भएर लिएर आएको हो नि त हामीले। हो, यिनै कुरामा हामी फेरि थप मन्थन गर्दै हामीसँग चाहिँ यो प्रदेश सुशासन केन्द्रका रूपमा पनि स्थापित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान छ, त्यसका कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारी हुनुहुन्छ। उहाँलाई चाहिँ समय अलिकति कम हुँदै गयो हुनाले उहाँलाई चाहिँ हामीले 3 मिनट समय उपलब्ध गराउँछौँ। यसमा चाहिँ उहाँले धारणा राखिदिनु हुनेछ। कृतज्ञ छु यो कचहरीमा पहिलोचोटि उभिन पाएको। 3 मिनटमा मलाई सजिलो पनि भयो, धेरै बोल्ने कुरा छैन। दाइको जुन 1 दशकको यात्रा संहिताको, त्यसपछि ट्रिम्स, ट्रायल्स एन्ड टुमोरो, एकदम एलिट्रेसन पनि सुनिएको छ, राम्रो। यसमा चाहिँ एउटा खालको भनौँ न
एउटा ट्रान्जिबल भिजिबल खालको कुराहरू चाहिँ आएको छ ट्रिम्सको कुराहरूमा के गरियो हामीले उपलब्धि के लियो भन्ने कुराहरू चाहिँ अनि यो ट्रायल्सको कुराहरू मेरो आफ्नो पर्सपेक्टिभ म सोसल साइन्सको विद्यार्थी पनि भएको हुनाले ट्रान्जिसन राम्रो होला किनकि ट्रिम्स ट्रान्जिसन एन्ड टुमोरो अब हामी टुमोरोको कुरा पनि गरौँ ट्रान्जिसनको कुरा भइदियो भने त्यो एलिटरेटिभ पनि छ अब त्यो ट्रायल चाहिँ अब कस्तो भयो भने सरस्वती हेर्दाखेरि हामी ट्रायल दिन गयौँ भने यात्रा चाहिँ 50-50मै हुन्छ नि त अब हामीलाई त जसै यात्रा अगाडि बढाउनु नि छ हाम्रो सङ्घीयताको जोर्नी जुन छ त्यसलाई अगाडि बढाउने छ त्यो भएर हामी ट्रान्जिसनमा छौँ त्यसलाई अब त्यो बाटो थ्रु जानुपर्ने छ भन्ने मेरो एउटा सानो अब्जर्भेसन दाजु अब यो कस्तो भने यहाँको राम्रोहरू चाहिँ छ मलाई त यो प्लानिङबाटै अलिकति अप्ठ्यारो छ कि जस्तो लाग्छ हेर्दाखेरि हामीले जुन 14 स्टेपहरू थियो पहिला त्यो 14 स्टेपलाई 7 स्टेपमा झार्यौँ अनि त्यहाँ कतिपय गुनासाहरू चाहिँ सुनिएका छैनन् यो 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 पनि हामीले नोट गर्नुपर्ने हुन्छ सङ्घीयताको कुराहरू गर्दाखेरि हेर्दाखेरि सबै अब राम्रो गराएर बनाएको जस्तो देखिने तर त्यो प्लानिङमै केही चाहिँ डिफल्टहरू छ कि भन्ने कुराहरू पनि हामी हेरौँ एक दुईवटा कुराहरू चाहिँ जस्तो पब्लिक एक्सपेक्टेसन वात्तै बढेको हो होइन त्यो अनुसारको प्रिपेयर्डनेस चाहिँ नभएकै हो होइन त्यो कुराहरूलाई नै हामीले हेर्नुपर्ने हुन्छ र अब सँगसँगै अब यो धेरै कुराहरू नयाँ नयाँ आएका छन् क्या अब यो एलोकेटिभ इनएफिसियन्सी भएको कुराहरू छ होइन हामी रेमिटेन्स लिएर घर बनाउने अथवा चाहिँ जग्गा व्यापार यस्तो यस्तो कुरामा छ अनुत्पादक कुराहरूमा हाम्रो लगानी भइरहेको अवस्था पनि छ अब यो पछिल्लो हामी 1 दशकमा हामी हेर्दाखेरि त्यो कुराहरूलाई पनि ख्याल गर्नुपर्ने र अब यो अब सबैजनाले ल्याइसक्नुभयो कुराहरू पोलिसी प्लानिङमा त जुन प्र्याक्टिस भनौँ न प्र्याक्टिसमा चाहिँ त्यो ग्याप नै भइरहेको इम्प्लिमेन्टेसन राम्ररी नहुने खालको चाहिँ त्यो पुरानो रोग हामीसँग अहिले पनि क्यारी भइरहेकै छ नयाँ संरचनामा नयाँ कन्टेक्स्टमा पनि त्यो समस्या छ भन्ने नै हो यो नयाँ नयाँ कुराहरू चाहिँ आएका छन् जस्तै के भने अब चाहिँ नै सिफ्ट भइरहेको छ राजतन्त्रदेखि हुँदै अब होइन प्रजातन्त्र त्यसपछि फेरि गणतन्त्र अनि यो खालको कुराहरूमा चाहिँ हामी आइरहँदाखेरि यो सिफ्ट भइराख्दाखेरि अलमल हो कि होइन यो खालको कुराहरू पनि भइरहेछ सिफ्ट इन डिस्कोर्स के यो कुराहरू पनि हामी यो 10 वर्षको यात्रामा हामीले त्यसलाई पनि ख्याल गर्नुपर्छ होला अब नयाँ कुराहरू चाहिँ के भने यो त्यो सिफ्ट हुँदाखेरि चाहिँ त्यसलाई कोपिङ मेकानिजम के सिफ्ट भइराख्यो अनि त्यसपछि सट्ट नयाँमा आउँदाखेरि हामीले प्र्याक्टिस गर्दाखेरि कोपिङ मेकानिजम नभएको भन्ने खालको त्यसले चाहिँ एउटा खालको डेभलपमेन्ट डिरेल डेभलपमेन्ट होइन पोस्टपोन भइराखेको अवस्था पनि हो कि भन्ने खालको कुराहरू छ अब यो अब म थोरै गएँ मसँग आधा मिनट बाँकी छ होला यो टुमोरोको कुरा पनि दाइले राख्दाखेरि अब हामी नयाँ अब ट्रान्जिसनिङ टु अब आइसिटी अथवा नलेज इकोनोमी यस्तो कुरामा पनि अहिले हाम्रो यो हामीलाई सङ्घीयताले दिएका कुराहरूमा चाहिँ जुन हाम्रो उपलब्धिहरूमै छ त्यसलाई टेकेर हामीले हाम्रो भविष्य बनाउनु पर्ने कुराहरू छ त्यो ट्रेडिसनल मोडमै छौँ हामी अझै पनि त्यसलाई हामी ट्रान्जिसन थ्रु अब यसलाई कोपिङ मेकानिजम केही बनाउनु पर्ने त्यो इकोनोमीमा त्यो खालको चाहिँ कन्टेक्स्टमा जानुपर्ने कुराहरू हो अब यो धेरै कुराहरू छ प्रोभिन्सको बिचमा चाहिँ धेरै कुरा आयो प्रोभिन्स इज नट क्यापासिटेड भन्ने कुरा मेरो चाहिँ यो छ प्रोभिन्सलाई अझै बढी क्यापासिटेड बनाउनु पर्ने हुन्छ भन्ने हो यहाँको यो समयको लागि सम्वादको लागि धन्यवाद थ्याङ्क यू धेरै धेरै धन्यवाद सर हो प्रदेशलाई चाहिँ क्षमता योग्य बनाउनुपर्छ भन्नेमा उहाँको निष्कर्ष रह्यो अब हामी एकदम समयको चापमा छौँ पूर्व वडाध्यक्ष समेत रहनुभएका खगराज आचार्य हुनुहुन्छ उहाँ पर्यटन क्षेत्रसँग पनि सम्बद्ध हुनुहुन्छ उहाँलाई 3 मिनट समय मैले उपलब्ध गराउँछु अब एकदम सर्टकटमा म कार्यान्वयनको सन्दर्भको मात्रै कुरा गर्छु नेपालको संविधान 2072 को धारा 51 को खको 6 ले के भन्छ भने सङ्घीय इकाइबीच जिम्मेवारी स्रोत साधन र प्रशासनको साझेदारी गर्दै सुमधुर र सहयोगात्मक सम्बन्धको विकास र विस्तार गर्ने अब यसलाई फ्रान्समा जोहानसनले 1603 मा क्वाइन गरेको संहिता नेपालमा डेलिभर हुँदाखेरि चाहिँ लामो समय लाग्यो र अहिले नेपालको संविधान 2072 मा यो क्लिप भएको छ यसमा के लेखिएको छ भन्दाखेरि चाहिँ अनुसूची 7, 8 र 9 धेरै महत्त्वपूर्ण छन् सङ्घ र प्रदेशको कुरा
अधिकारको कुरा, अनि पछि चाहिँ स्थानीय तहको अधिकार सूची र 3 तहको साझा अधिकारको कुरा छ। विद्वान मित्रहरूले भन्नुभयो धेरै कुराहरू, तर म चाहिँ आई एम नट सेटिस्फाइड। यिनीहरूले यो सङ्घले केन्द्रले कानुन बनाउनै सकेन। कानुन नबनाएको हुँदाखेरि प्रदेश र केन्द्र बीचमा क्वारल छ क्या, विद्वानहरूले बुझ्नु भएन। अनि त्यो मेयर छ महानगरको, त्यो र चाहिँ यो जिल्ला समन्वयको अध्यक्ष मिल्दैन। हामी त्यो समिति हो र, महानगरपालिका अथवा पालिका समितिहरू त जिल्ला समन्वयसित जाने भन्छ। अनि प्रदेशको प्रमुख यानि कि मुख्यमन्त्रीसित पनि चाहिँ मेयरले चाहिँ हि डोन्ट लाइक और सी और हि डोन्ट लाइक कोअपरेसन। किनभने पैसा 6 अरब 7 अरब छ, किन जानु त मुख्यमन्त्रीसित? नो निड टु कोअपरेसन, कोअर्डिनेसन। अर्को कुरा चाहिँ नि अब राज्य सत्तामा पठाउने मान्छे जनप्रतिनिधिलाई पार्टी सत्ताले छनौट गर्दाखेरि के गर्छ तपाईँलाई थाहा छ? 7 करोड दिनुपर्छ। चुनाव लडेर जितेको मान्छेले भन्छ संसदमा मैले 7 करोड खर्च गरेर आई एम हियर। निर्वाचन प्रणाली त्रुटिपूर्ण छ, कानुनको कार्यान्वयन शून्य छ। म त्यहाँ प्रधानमन्त्री भएको भए चट जेलमा। अलिकति र्याडिकल छु है म फेरि है, तर भए नभए कुरा के, जस्तै म वडा अध्यक्ष हुँदाखेरि के भयो, हाम्रो यहाँ इन्जिनियर सर हुनुहुन्छ, संहिता कार्यान्वयन गर्दाखेरि नै मैले यो मेरो राजनीतिक जुत्ता यो ढोकाभन्दा बाहिर आएको छु है, संहिता कार्यान्वयन गर्नको लागि एकदम डिक्टेट हुँदाखेरि मलाई चाहिँ नि पिटियो। वर्षको 2 लाख रुपियाँ आम्दानी हुने वडा महिनामा 2 लाख कमाउँदाखेरि मलाई चाहिँ पिटियो। द्याट इज द रिजन। बटम एप्रोच पोलिटिकल्ली पल्युसन छ। यु निड टु रेफरेन्स द्याट भेरी एन्सर। अर्को कुरा भनेको असान्दर्भिक विकास। प्लिज, असान्दर्भिक विकास। महेन्द्र पुलमा चाहिँ आकाशे पुल चाहिन्छ, ठिक छ, जुम्लामा नुन चाहिन्छ, हुम्लामा नुन चाहिएला, तर आफ्नो मान्छे, आफ्नो पार्टीको, आफू जित्ने हिसाबले त्यहाँ चाहिँ आकाशे पुल बनाउन चाहन्छ। द्याट्स कल असान्दर्भिक विकास। असान्दर्भिक विकास गर्नलाई चाहिँ नि हामीले रोजिरहेका छौँ। अर्को चाहिँ नि तपाईँको यो योजना छनौट प्रक्रियामा त्यस्तै छ, विषय विज्ञताको शून्य छ, जनप्रतिनिधि 35,000 छ। कति पर्सेन्टले निवेदन लेख्न जाने छ थाहा छ तपाईँलाई? त्यो संसदमा, सङ्घको संसदमा चाहिँ के भनेर बोल्ने बेलामा चाहिँ लेखेको कुरा भन्न पनि जानेन नि त सांसदले। अनि एकजना चाहिँ महिला हुनुहुन्थ्यो, ओ माई गड वाट अ ननसेन्स पिपल ओभर द हियर। त्यस्तो पनि हुन्छ? त्यो चाहिँ नि कसले बनाएको? पार्टी सत्ताको नेतृत्वले बनाएको। कसरी बनायो होला? मोमेन्ट अफ मनी, द्याट्स इट। अब राज्य सत्तामा पठाउने मान्छे 3 करोड मान्छेको नेतृत्व गर्छ। प्रधानमन्त्री हुन्छ यहाँ, मेरो पार्टीको प्रधानमन्त्रीलाई छिस्स बोल्न पाइन्छ भन्छ। प्रधानमन्त्री त साझा मान्छे हो नि त, बोल्न पाउँदैन। पार्टीको अध्यक्ष हुँदा बोल्न नपाएला, सभापति हुँदा बोल्न नपाएला, मिटिङमा बोल्न नपाएला, द्याट्स डिफरेन्स। तर संसद, सार्वजनिक संसद, सार्वजनिक वडा अध्यक्ष, सार्वजनिक तपाईँको के अरे मेयर, उपमेयर, प्रधानमन्त्री, मन्त्री सार्वजनिक हो नि त। मेरो पार्टीको मान्छेलाई बोल्छस् भनेर भन्छ, यो एकदम गलत, भेरी फक्स हेर्नुहोस्। त्यस गरी यो अनि पछि कार्यान्वयनको पाटोमा चाहिने तपाईँको समिति बन्यो। समिति बन्दाखेरि जनसहभागिताको कुरा आउँछ, एकदम रङ कुरा छ। सार्वजनिक कुरा गर्दाखेरि पनि जनसहभागिताको कुरा आउँछ। जनताले पैसा दिँदैन किन थाहा छ? पहिला दिन्थ्यो मेरो सुरुको चाहिँ कार्यकालमा, पछाडि भ्रष्टाचार, यस्तो चिटिङ भ्रष्टाचार गर्छ कि सीमै छैन। त्यो ठेकेदार खडा गरिएको मान्छे हो। हाम्रो
ओझा सरले पनि थाहा पाउनु विरुद्ध अब मेयरै भएको हुँदाखेरि त्यो खडा गरे उपभोक्ता समितिले खडा गरेको मान्छेले ठेक्कापट्टा गरेको छ। त्यो लिगल ठेकदार होइन के, बदमासको जालो खालोबाट चाहिने खडा गरिएको एउटा पात्र he need to give some money। ल ओके ल लास्ट है उहाँ चाहिँ नि सरलाई चाहिँ नि मैले धेरै भन्न खोजेको। अहिले बल्ल प्रशासकीय अधिकृत अस्ति बल्ल आयो होइन, प्रशासकीय अधिकृत कसले चलाउँथ्यो? सुब्बाले, महानगरपालिका। त्यो मेयर भन्ने मान्छे है, प्लिज अर्थले अर्को अर्थ नलाउनुहोस्। त्यो मेयर भन्ने मान्छे साथी त्यो पदमा बसेको प्रशासकीय अधिकृतसित चाहिँ नै के गर्ने होला हजुर भन्छ। हि इज अ पोलिटिकल लिडर, यु डु दिस फिनिस। उसले बुझ्दैन भने विज्ञहरूलाई साथ दिन पर्यो होइन, फायर एन्ड फायर। अनि त्यो वडा आचे भन्ने छ नि प्रशासकीय अधिकृत सर मेरो योजना पाएन है। त्यसो भएर स्थानीय सरकार सञ्चालन ऐनले ऊ सरकार हो, ऊ प्रधानमन्त्री हो, त्यो वडाको त्यो मन्त्री हो, त्यो सांसद हो, सबै हो। तर चाहिँ ऊ चाहिँ इन्फ्लुएन्स हुन्छ थ्रु द चाहिँ प्रशासकीय अधिकृतबाट। यो कार्यान्वयनको पाटो यु निड टु लुक भेरी के भन्छ हो त्यसलाई एमआइसिआर हो, माइक्रो लेभलबाट चाहिँ नि यसलाई प्लस गरिदिनु हो भनेदेखि सप्रिन सक्छ होला। नमस्कार। आज अन्तिम वक्ता हुनुहुन्छ डाक्टर कृष्ण अधिकारी। उहाँका लागि भने हामीले विशेष आग्रह गरे हुनाले चाहिँ 5 मिनट नै समय उपलब्ध गराइएको छ। सरले पक्कै पनि समयमा सिक्न पाइयो। वास्तवमा यो आजको कार्यक्रममा चाहिँ सम्बन्धित क्षेत्रका मान्छेहरू लिएर आएर उहाँले आफ्नै चाहिँ भोगेका अनुभवहरू भने हुनाले सुन्न पाइयो। म त भने सामान्य एउटा भोटर जस्तो भइरहेको छु। विदेशमा बस्छु, युनिभर्सिटीमा पढाउने, रिसर्च गर्ने, अनि भोट दिन नेपाल आउँछु, नेपाली नागरिक हो, त्यसको लागि मात्रै आइरहेको छु। किन विदेशमा भोट हाल्न पाउँदिनँ, त्यो सार्वभौम अधिकारको लागि पनि म यहाँ आउँछु। अनि म अर्को चिज पनि भन्न चाहन्छु फेरि, आजका यहाँ सबै वक्ताहरू चाहिँ सबै फेडरलिस्टहरू हुनुहुँदो रहेछ, फेडरल सिस्टमको सपोर्टर हुनुहुँदो रहेछ है। म पनि त्यस्तै परेँ। अलिकति कोही इतर पनि भएको भएदेखि रमाइलो हुन्थ्यो होला, किनभने नेपालमा ठुलो एउटा चाहिँ त्यस्तो किसिमको चाहिँ अहिले जनमास छ, विभिन्न कोणका मान्छेहरू छन्। सबभन्दा पहिला त म रमेश दाई नै भन्छु मैले, किन आज हाम्रो यो अनौपचारिक भएर दाई लगायो हुनाले म भन्छु। उहाँलाई दाई भन्नुपर्ने कारण चाहिँ म अधिकारी भएर मात्रै होइन, उहाँलाई मैले लगभग त्यस्तै 30 वर्ष अगाडि भेटेको थिएँ। त्यति बेला पनि उहाँ स्थानीय सुशासन अथवा चाहिँ स्थानीय शासन व्यवस्था कसरी चलाउनुपर्छ भन्ने अभ्यासमा बडा मुखरित भएर लागिराख्नु भएको थियो। रुरल अर्बन पार्टनरसिप प्रोग्रामलाई उहाँले लिड गर्नुभएको थियो। त्यति बेला मैले भेटेको थिएँ। यो हाम्रो चाहिँ पार्टिसिपेटरी डिस्ट्रिक्ट डेभलपमेन्ट प्रोग्रामको सन्दर्भमा निरन्तर लागेको मान्छे हो। उहाँसँग त बसेर धेरै नै चिज चाहिँ वास्तवमा चाहिँ सिक्न सुन्न चाहिँ लायक हुन्छ जस्तो मलाई लाग्छ। दोस्रो पोइन्ट म के भन्छु भने म 18 वर्षकै हुँदाखेरि तपाईँको चाहिँ खरदारको इक्जाम दिन पाइन्थ्यो लोकसेवा गरेर। म पास भएँ पहिलोचोटि, तनहुँमा म गएँ। त्यतिखेर मरिचमान सिंह प्रधानमन्त्री हुनुहुन्थ्यो है। म गाउँ पञ्चायतको सचिव तथा स्थानीय बहुमुखी विकास कार्यकर्ता भन्थ्यो त्यति बेला है, त्यति बेला थिएँ है। मलाई अहिले थाहा छ हाम्रो त्यो गाउँ पञ्चायतमा आम्दानीको स्रोत के थियो तपाईँलाई थाहा छ? भरुवा बन्दुक रिन्यू गरेको, रेडियोको लाइसेन्स रिन्यू गरेको भन्ने थियो होइन। रेडियोको लाइसेन्स रिन्यू गर्न त कोही आउने थिएन, त्यही बन्दुकहरू रिन्यू गर्न आउँथ्यो, किन लाउरीहरू भएको ठाउँमा हुनाले। 0 जनतालाई तपाईँको चाहिँ विकेन्द्रीकरण त हाम्रो चाहिँ 1985 तिर विकेन्द्रीकरण आयो। यो इन्टरनेसनल ड्राइभ अन्तर्गत आएको चिजहरू हो। जुन अवस्थामा गाउँपालिकाहरूमा स्थानीय लेभलमा जुन साधन स्रोत आएको छ त्यो अभूतपूर्व परिवर्तन हो है। त्यो सन्दर्भमा चाहिँ ठुलो परिवर्तन भएको छ भन्ने एउटा मोर चाहिँ फङ्सनल प्र्याक्टिकल इक्जाम्पलको रूपमा चाहिँ म त्यसमा चाहिँ सहमति जनाउन चाहन्छु। म आफै भुक्तभोगी भएको हुनाले, किनभने अहिले म भर्खरै घरमा आएपछि मैले मेरो सारा पुराना कागजहरू चाहिँ अहिले मैले चाहिँ स्क्यान गरिरहेको छु कि पुराना। अनि मलाई चाहिँ ठ्याक्क त्यो सन्दर्भ भन्न मन लाग्यो, मेरो कति मिनट मैले खाइसकेँ थिएँ भनेर। अनि सेकेन्ड पोइन्ट चाहिँ नेपाल कस्तो परिवर्तन भइरहेछ भन्ने सन्दर्भमा एउटा नेचर भन्ने जर्नलमा एउटा आर्टिकल छापिएको छ। हेर्नुहोस्, एकदम राम्रो आर्टिकल छ, सोसल साइन्सको हो। हामीसँग ह्युमन टेन्डेन्सी कस्तो हुन्छ अरे भनेदेखि ओल्ड इज गोल्ड क्या, पुरानो चाहिँ धेरै राम्रो थियो जस्तो लागिरहेको हुन्छ अरे। त अभाव हुँदाखेरि पनि केही नभएको अवस्थामा पनि त्यो मानसिकताबाट यो ह्युमन नेचरै हो। हाम्रो नेपाल पनि त्यसबाट गुजिरहेछ है। अहिले फेडरलिजमको कुरा गर्दाखेरि चाहिँ फेडरलिजममा चाहिँ
फेडरलिजम इज लेस फर सम, इट्स टु मच फर अदर्स। यस्तो किसिमको अवस्थामा चाहिँ फेडरलिजम छ। जसलाई फेडरलिजम चाहिएको छ, के कारणले फेडरलिजम चाहियो भने उहाँले रिजन पनि दिइसक्नु भएको छ, पनि सक्नु भएको छ, हामी सबैलाई थाहा पनि छ। जसलाई चाहिएको छ उनीहरू पनि यसको विरोध गरिरहेछन्, किनभने पुगिरहेको छैन। इन्क्लुजन भन्यो, इन्क्लुजन पुगिरहेको छैन होइन। अनि कयौँ किसिमका टार्गेटेड प्रोग्रामहरू पुगिरहेका छन्, भाषाको कुरा छन्, आदि इत्यादि छन् है। नेपाल त डाइभर्स कन्ट्री हो। फेडरलिजम त इन अ सेन्समा चाहिँ एथनिसिटीको यो एस्पिरेसनहरू चाहिँ नेपाल इज फर अल, नो वान इज लेफ्ट बिहाइन्ड भन्ने आइडियाबाट हाम्रो पनि देश हो भन्ने महसुस होस् भन्ने सन्दर्भमा चाहिँ यो फेडरलिजम, यो परदेशको कुरा पनि त्यसै आइरहेछ है। अनि त्यो छ। अर्कोतिर फेडरलिजमले खायो सकियो, पहिला कति राम्रो थियो, छोटे राजै थिएनन् जस्तो किसिमको आइरहेछ। म फेरि फेडरलिजम चाहिन्छ, राम्रो गरिरहेछ, तर यो फेडरलिजमलाई अब सुधार गर्नुपर्ने प्रशस्त ठाउँहरू छन् भन्ने चाहिँ मेरो चाहिँ पर्सनल म भ्यू राख्दछु। र खास गरी चाहिँ हामी सबैले यहाँ मजाले चाहिँ परदेश यसरी बनाउनुपर्छ, उसरी बनाउनुपर्छ भन्नुभएको छ। फेडरलिजमको सिरियस क्वेसन अहिले आएको बाहिरबाट चाहिँ, डु वी रियली निड प्रोभिन्सियल गभर्मेन्ट स्ट्रक्चर? इफ वी डु निड इट, हाउ डु वी मेक इट मोर एफिसियन्ट? अहिले त उहाँले कस्तो राम्रो इक्जाम्पल दिनुभयो यहाँमध्ये कुनैले। सबैले सबै चिज गर्ने चाहिने चिज त तपाईँ पदमा बसेकालाई मात्रै हो नि त, जनताको लागि त किन चाहिने थियो? जनताको लागि त आगो बाल्ने रिसको चिज विषयवस्तु भएको छ। इभन फेडरलिजमको चाहिँ एकदम हिमायती म जस्तै मान्छे भन्नुहोस् न होइन, मान्छेको लागि पनि उहाँहरूले गरिराखेका निश्चितका तर्कहरू मैले काट्न सक्दिनँ। त्यसले गर्दा राज्यको पुनर्संरचना गर्ने सन्दर्भमा फेरि 10 वर्षमा रिभिजनको पनि कुरा भन्नुभएको थियो। यो सोच्न एकदम सोचनीय विषय छ। तपाईँहरू सबैलाई थाहा छ के चिजहरू कहाँबाट गर्दाखेरि जनताले पनि यो अननेसेसरी स्ट्रक्चरहरू, मान्छे पाल्न राख्ने स्ट्रक्चरहरू, तपाईँ एथनिक एस्पिरेसन, रिजनल एस्पिरेसनहरू, लोकल म्यानेजमेन्टका कुराहरूबाट आए पनि मान्छे नेताहरू व्यवस्थापन गर्ने चिजहरू चाहिँ मन्त्री धेरै बनाउने ठाउँहरू, भत्ता धेरै खाने ठाउँहरूको रूपमा चाहिँ आएको छ। अर्को म तपाईँलाई चाहिँ पहिलाको फर्स्ट मेरो रेफरेन्सबाट के भन्न चाहन्छु भने, जति बेला 100को पैसा आएको थिएन मैले गाउँमा भनिरहेको थिएँ नि, त्यति बेला पनि केही न केही काम भएकै थियो। नेपालको फन्डामेन्टल क्वालिटी, म पनि स्थानीय निकायमा काम गरेँ, त्यसपछि फेरि यस्तै चाहिँ सोसल मोबिलाइजेसनको डेभलपमेन्ट काम गरेँ। मलाई एउटा कुरा थाहा छ, हेर्नुहोस्, प्र्याक्टिस पनि गरेको छ। 100औं चिजहरू हामी लोकल लेभलमा हामी गर्न सक्छौँ जसको लागि 100को पैसा चाहिँदैन। परेकोमै ल्याएका छौँ। यदि तपाईँले मलाई चाहिँ भन्नुहुन्छ भने, मैले भर्खरै चाहिँ यहाँ नेपालको एउटा ठुलो नेतालाई मैले भेट्न भएको थिएँ, मैले एउटा भाषण दिएर पनि आएको थिएँ, सुन्ने त कसैले सुन्नेवाला छैन। त्यसले गर्दाखेरि चाहिँ हाम्रो फन्डामेन्टल, हाम्रो चाहिँ नेपालको राष्ट्रिय विकासको चिज भनेको के हो भनेदेखि चाहिँ भोलिन्टियरिजम। हामीले चाहिँ हाम्रो विकास हामी आफैले पनि गर्नुपर्छ भन्ने चिज चाहिँ हुनुपर्थ्यो। तर त्यो अहिले सम्भव छैन। किन सम्भव छैन भन्नुहुन्छ भनेदेखि दुईवटा चिज विकास भएको छ। एउटा मैले देखिरहेको छु, माफ गर्नु होला यहाँले गर्नुभएको छैन होला, स्थानीय निकायका अथवा विभिन्न ठाउँमा चाहिँ मान्छेहरू नेता भइसकेपछि हामी भनेको अब फेसबुक हेर्नुहोस् है, नेताहरूका खादा माला सम्मान, त्यो कार्यक्रम, यो कार्यक्रम, त्यो कार्यक्रम, गाडी नयाँ, यो समय सकिएछ है। त्यसो भए अब कन्क्लुड गर्नु पऱ्यो है। एउटा चाहिँ त्यो फन्डामेन्टली चाहिँ त्यो मानसिकता छ। अर्को भोलिन्टियरिजम सकेर गएको छ। किन अब यो चाहिँ फेरि अर्को ठुलो विषयमा आउँछ। न्यू लिबरल ड्राइभले हामीलाई भत्तासत्ता पैसा खानुपर्ने, के गर्नुपर्ने भएको छ। त्यसले गर्दाखेरि नेपाल सपार्नलाई चाहिने चाहिँ मान्छे सपार्नु पर्ने हो। अरू कुरा सबै सप्रिन्छ। हामीले गरेको एउटा नेसनल सर्वेमा ठाउँ ठाउँमा हामीले गरेको छौँ। 25 इयर्समा जेनेरेसनल चेन्ज के भएको छ भनेर मैले बजाङमा पनि स्टडी गरेर आएको थिएँ। अनि अन्त पनि हामीले गरिरहेछौँ, नेसनल फिगरहरू देखाइरहेछ। त हामी सबैलाई थाहा छ, मान्छेले आजभन्दा 25-30 वर्ष अगाडि पहिला चाहिँ राम्रोसँग खान पाएकै थिएन नेपालमा। हेर्नुहोस्, किन तराईमा बसाइसराई भयो, किन इन्डियामा गए, किन चाहिँ तपाईँ बर्मामा गए, किन खानीमा गए भने भात खानको लागि हो, खान पाएको थिएन। अहिले 95% पिपुल इरेस्पेक्टिभ अफ कास्ट वाट एभर, तपाईँले हेर्नुहोस्, त्यो सबै मान्छेले चाहिँ मेरो इकोनोमिक स्ट्याटस चाहिँ चेन्ज भएको छ। अब के कारणले भएको छ फेरि अर्को क्वेसन हो होइन। चेन्ज भएको छ, खान पाएको छु भन्ने स्टेट चाहिँ छ नेपालभरि। त्यो चाहिँ सकारात्मक चेन्ज छ। हामी चाहिँ आशा राखौँ। फ्यान्टास्टिक प्रेजेन्टेसनको लागि म धन्यवाद भन्न चाहन्छु। मैले 30 सेकेन्ड बढी लिएँ होला, माफी चाहन्छु। हुन त यस्ता चाहिँ यो बसको कार्यक्रमहरू दिनभरि चलाउँदाखेरि पनि आउने दिस यही नै हो। वक्ताहरूको चाहिँ यो सेसन सकिएको छ। हामी खुला छलफलमा जान्छौँ। सबैले पालै पालो चाहिँ हात उठाएर चाहिँ आफ्नो नाम भनेर आफ्नो कुरा त्यो आफ्नो बसेकै ठाउँबाट चाहिँ राख्नु होला। समय 2 मिनट। मैले यो स्थायी सरकार गठन भइसकेपछि एउटा उपभोक्ता समितिमा बसेर काम गरेको छु भने यो म थोरै प्रकारसँग मेरो अनुभव सेयर गर्न चाहन्छु। स्थानीय सरकार सञ्चालन 2074 भइसकेपछि 2075मा उपभोक्ता समिति गठन निर्देशिका बनेको थियो। सँगसँगै हामीले तत्कालीन पोखरा महानगरका नगरपालिका महानगरजी अनि पोखरा 21 का चाहिँ खरा जाँदै उहाँ बसेर पोखरा महानगरपालिका वडा नम्बर 21 मा खानेपानीको चरम अभाव छ,
यो आर्थिक वर्षको बजेट जति सबै खानेपानीमा राख्नुपर्छ भन्ने बहस उहाँले चलाउनु त्यसपछि त्यसको नेतृत्व कसले गर्ने यो योजना प्रस्तुत कसरी गर्ने भन्ने विषयमा बहस गर्छ बजेट त ल्याउनु हो कार्यान्वयन गर्ने पक्ष के हुन्छ कार्यान्वयन कसरी हुन्छ भन्ने विषयमा चासोको विषय बनेर उहाँहरूले मलाई 6 महिना तपाईँले सोसियल सर्भिस गरिदिनुहोस् र यो समितिको अध्यक्ष बसेर काम गर्नुहोस् भनेर मलाई अवसर प्रदान गर्नु र हामीले त्यो सबै बजेट खानेपानीमा हाल्दा केही जनप्रतिनिधिहरू केही पार्टीका नेतृत्वहरू केही कर्मचारी मित्रहरूले यसरी बजेट दिन मिल्दैन त्यो कार्यान्वयन गर्न अप्ठ्यारो हुन्छ महिलाको वर्गमा जाने पनि महिला दिदीबहिनी बुवा आमाहरूले गाग्री बोकेर पानी बोकेको स्थितिलाई अन्त्य गर्ने कुरा किन नहोस् र त्यो ओडामा 6 देखि 7 वटा लक्षित वर्ग त्यहाँ एउटा परिवार टोल ढुवारकोटको परिवार टोलले पानी खान पाएको थिएन आरन डाँडाको दलित बस्तीले पानी खान पाएको थिएन ढुवारको तपाईँको थाउने कुनाको दलित बस्तीले पानी खान पाएको थिएन त्यस्तो अवस्थामा उहाँले लक्षित वर्गलाई बजेट भएन भनेर बहस गर्नुभएको र हामीले योजना सम्पन्न गऱ्यौँ 21 नम्बर वडामा 1 वर्षमा 20,000 लिटरका पानी ट्याङ्की 1 करोड बजेटमा 21 वटा पानी ट्याङ्की हामीले बनाउन सफल भयौँ त्यो कारणले यो स्थानीय सरकारसँग मैले काम गर्ने अनुभव पाएको हुनाले यो संहिता कार्यान्वयनलाई अझै बलियो बनाउनका लागि हामी लाग्नुपर्छ भन्दै बिदा हुन्छ सहभागिताको नाममा यो अलिकति लेख पढ नभएका मान्छे जाँदाखेरि गलत म्यासेज गए हो कि एउटा लेखेर गएको पनि पढ्न नसक्ने मान्छे जाँदाखेरि हैन गलत म्यासेज पो जाने हो कि यसले चाहिँ संहितालाई बलियो बनाइरहेको छैन कि यसका लागि अबको चुनावमा यो 84 मा चाहिँ एजुकेसनलाई तोक्नुपर्छ जस्तै एउटा चाहिँ सरकारी जागिर खाने मान्छेलाई एजुकेसनको चाहिँ जो रेन्ज छ यसमा पनि यो जनप्रतिनिधि भएर जाँदा पनि यसमा एजुकेसनको रेन्ज हुनुपर्छ भन्ने लाग्छ मलाई उहाँले उठाएको कुरामा यो हामीले यति किलोमिटर बाटो सडक बनायौं भन्नेमा उहाँको अलिकति दम्भ हो कि जस्तो लाग्यो मलाई र यो चाहिँ यो आवश्यकता हो किनकि एउटा जनताले पाउने एउटा चाहिँ यो नैसर्गिक अधिकार हो भन्ने लाग्छ मलाई बाटो बिजुली र खानेपानी हैन बरु योतिर यहाँहरू नलागिकन विकासकै लागि उहाँहरूले काम गर्ने हो भने हरेक चाहिँ गाउँपालिका अथवा हरेक प्रदेशहरूमा एउटा गतिलो उद्योग खोल्ने हो भने बरु त्यहाँ मान्छेहरू चाहिँ जो अहिले युवा पलायन हुने चाहिँ अवस्था सिर्जना भइरहेछ अब हाम्रो अलिकति चाहिँ पढेका युवाहरू चाहिँ धमाधम विदेश गइरहेछ हैन हाम्रो यहाँको चाहिँ बजेट जति यहाँको चाहिँ आर्थिक जति सबै विदेश गएको छ यसको लागि बरु यो चाहिँ यहाँ अलि युवाहरू अडिने ठाउँ बनाइदिने हो भने उहाँहरूले यो उद्योग हैन धन्दातिर अलिकति चाहिँ उहाँहरूको चाहिँ यो योजना जाने हो भने बरु युवाहरू यहाँ बस्ने थिए बरु आधी घण्टा 1 घण्टा हिँडेर गएर पनि जागिर खान्थे भन्ने लाग्छ मलाई र अब यो एउटा डाँडामा एउटा घर छ दुईटा घर छन् त्यसको लागि बिजुली लैजानु पर्यो पानी लैजानु पर्यो र बाटो लैजानु पर्यो उहाँले कालो पत्रेको दम्भ गर्नुभयो त्यो कालो पत्र पुर्याउँदाखेरि त्यहाँ खर्च कति भएको छ घर चाहिँ दुईटा छ बरु यसलाई एकीकृत बस्ती प्लानिङ गर्ने हो भने बरु खर्च कम हुन्थ्यो कि भन्ने लाग्छ र अर्को प्रदेशको सवालमा कुरा गर्दाखेरि मैले नै देखिरहेको छु प्रदेशका कर्मचारीहरू बिहान आउने हाजिर गर्ने र खाजा खाएर जाने जस्तो चाहिँ एउटा मैले हरेक कार्यालयहरू प्रदेशका कार्यालयहरूमा जाँदाखेरि यो अवस्था देखिरहेको छु उहाँ कामै छैन मजाले आनन्द बस्नु भएको छ कति त हाजिर गरेर घर जानुहुन्छ र बेलुका हाजिर ठोक्न पनि आउनुहुन्छ हैन समय सक्यो हजुरको यो पनि अलिकति सोच्नुपर्छ कि भन्ने लाग्छ म भानु पराजुली पोखरा 23 निवासी र म सबै कुराको अचुक औषधि संहिता मानिन्थ्यो हामीले पहिला हैन तर चाहिँ आज अचुक औषधि संहिता बनेकै बनिराखेको छैन मलाई लाग्छ संहिता सफल वा असफल राजनीतिक पार्टीको हातमा छ हैन मूलत दाम्रो जति लामो बाटोले गाँठो एउटै हो अन्तिम एउटै गाँठो पर्छ र देश व्यवस्था सबै टिकाउने कुरा राजनीतिक पार्टीको हातमा छ अहिले म टिआईमा काम गर्छु ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालमा टिआईको प्रत्येक रिपोर्टलाई मैले हेरेँ अहिले कुरा आएको संहितामा सुशासन फेरि त्यही कुरा जोड्न चाहेँ कि सबैभन्दा बढेको अहिले चाहिँ राजनीतिक भ्रष्टाचार छ रमेश दाइले त रिपोर्ट हेरिसक्नु भएको छ होला टिआईले पछिल्लो समय निकालेको प्रत्येक रिपोर्टमा हेऱ्यो भने सबैभन्दा बढेको कुरा चाहिँ राजनीतिक भ्रष्टाचार हो क्या पोलिटिकल करप्सन त्यसका विभिन्न इन्डिकेटर वर्ल्ड ब्याङ्क वर्ल्ड इकोनोमिक फोरम लगायत 5 वटा रेपुटेड अर्गनाइजेसनले कम्पाइल गरेर टिआईले रिपोर्ट निकाल्छ त्यहाँ अहिले पनि हाम्रो राजनीतिक भ्रष्टाचार घटेको छैन त्योभन्दा सबैभन्दा बढी स्थानीय तहमै बढेको छ
प्रदेशमै बढाएको छ, सङ्घमा पनि अब बढाएको छ। त्यो किन ठेक्काका कुराहरूदेखि लिएर उहाँले चाहिँ बजेट परिचालन कुरा संहिता कार्यान्वयन भएका सबै देश 31-32वटा देश हेर्ने भने योजना आएको छैन क्या, सङ्घीय योजना आएकै छैन। पहिलो कुरा सङ्घीय प्रदेशले यो डेलिभर गर्ने काम, विकास गर्ने काम प्रदेशले अथवा स्थानीय सरकारले। हाम्रा स्थानीय सरकारमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेभलका हुनुहुन्छ, कम्ती पनि उपसचिव लेभलको कर्मचारी त्यहाँ पठाएर प्रत्येक वडाको वडा सचिवहरू अधिकृत लेभलको पठाउन। जनशक्ति छैन, 5औं तहको 4औं तहको सचिव के अरे जनशक्तिले तपाईँले वडाको बजेटै अधिकार हुँदैन उसलाई परिचालन गर्ने, त्यो उसँग नलेजै हुँदैन। हामीले त्यो कुरा चाहिँ सङ्घीयताको सफल असफलता राजनीतिक पार्टीले प्रशासनिक व्यवस्थापन गर्नु पर्यो। अहिले पनि हामीसँग सङ्घीयता चाहिँ राजनीतिक सङ्घीयता भयो, प्रशासनिक र वित्तीय सङ्घीयता तल्लो तहसम्म पुगेको जस्तो मलाई लाग्दैन अहिले पनि। त्यसकारण यसमा अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ मेरो विचारमा। र अब दलभित्रको सङ्घीयता हुनु पऱ्यो क्या, दलले सङ्घीयता ल्यायो भन्छ दलभित्रको सङ्घीयता खै प्रदेशको सांसदको टिकट बाँध्ने अहिले पनि केन्द्रको शेरबहादुर केपी ओली र प्रचण्डले हो त। सोध्नुहोस् प्रदेश पार्टीका नेताहरू आउनुहुन्छ, तपाईँहरूले तपाईँहरूको आफ्नो प्रदेशभित्र प्रदेश सांसदको टिकट बाँध्ने ल्याएर राख्नुभयो कि राख्नु भयो? तपाईँको राजनीतिक पार्टीहरूलाई प्रदेशको स्वायत्तता दियो कि दिएन? हाम्रो दलभित्रको सङ्घीयता अभ्यासमा छैन, तर हामी सङ्घीयताको कुरा गरिराखेका छौँ। एउटा कुरा है। अनि अर्को स्थानीय तहको सङ्ख्या एउटा पोइन्ट है, स्थानीय तहको सङ्ख्या घटाउनु भन्नुभयो। यसमा मेरो विमत छ। चापोकोट गाविस र भदरे गाविस 2टा गाविस थियो, आज एउटा 23 नम्बर वडा छ होइन। त्यो चाहिँ हिजो 47जना जनप्रतिनिधिले चलाउँथे, आज 5जनाले त्यो 47+2लाई जनप्रतिनिधि रिप्रेजेन्ट गरिराखेको छ। डेलिभर चाहिँ अहिलेको गाविस अहिलेका स्थानीय तहको संरचनाले डेलिभर चाहिँ राम्रो गर्न सकेको छैन। मैले सबै पालिका लगभग यो प्रदेशका 70भन्दा बढी पालिकाहरूमा पुगेँ, धेरै ठाउँमा आएको गुनासो सङ्ख्या चाहिँ घटाउनु हुँदैन भन्ने चाहिँ मलाई लाग्छ। बधाई दिन चाहन्छु म। करिब करिब सबै कुरालाई समेटेर राम्रा कुराहरू, कमजोर पाटाहरूलाई पनि र इभन क्वालिटीको प्रश्नलाई पनि उहाँले अगाडि बढाउनु भएको छ भन्नुभयो, एकदम राम्रो छ र म साँच्चै नै हार्दिक धन्यवाद दिन चाहन्छु। अब यहाँ अलिकति नउठेको भन्नु कि उठेको मलाई लाग्यो 3टा कुराहरू छलफल होस् भन्ने। नम्बर 1 यो फेडरलिजम डेमोक्रेसीको हामीले बुझेको सबभन्दा उन्नत रूप। डेमोक्रेसी भने के हो भन्दा यो केवल बहुमतको सरकार मात्रै हो। यदि बहुमतलाई नै हामीले डेमोक्रेसी बुझ्यो भने त्यो भयङ्कर ठुलो घात हुन्छ। डेमोक्रेसीको अर्थ हाम्रो आत्मसम्मान हो। हाम्रो डेमोक्रेसीले हाम्रा नेपालीहरूको आत्मसम्मानलाई समृद्ध बनाउन सके यो मूल प्रश्न हो। र मलाई लाग्छ आज वर्षको 7-8 लाख मान्छेहरू युवाहरू जसले वास्तवमा यो फेडरलिजम ल्याउनुको मतलब यो अहिलेको परिवर्तन ल्याउनुको निमित्त जो सडकमा उत्रिए थाहा छैन हामीलाई। एमाले के भन्छ काठमाडौँको त्यो रत्न पार्न जाँदाखेरि काङ्ग्रेस जाँदाखेरि 150 जना पुगेर फर्किन्थ्यो। अन्त एमाले काङ्ग्रेसले मात्रै यो अहिलेको प्रोटोकल ल्याएको थियो। माओवाद पनि मिसियो, मान्छेलाई आश लाग्यो। र वास्तवमा ती मान्छेहरू जो मान्छे सडकमा उत्रिए तिनी सडकमा उत्रेका मान्छेहरूले परिवर्तन लिएर आएको। उनीहरू सबै उत्रिँदैन, तर आज तिनीहरू कहाँ पुगिरहेका छन् भन्दाखेरि कामको खोजीमा अरब र मलेसिया लगायतका ठाउँमा उनीहरू गएका छन्। उनीहरूलाई यो परिवर्तनले सम्बोधन गरेको छैन र उनीहरूलाई सम्बोधन गर्नको निमित्त सत्ताले सही किसिमबाट कार्यक्रमहरू पनि ल्याइरहेको छ। यो मूल प्रश्न हो। र यो के पनि डेमोक्रेसीसँग अब के पनि प्रश्न उठ्छ भन्दाखेरि फेडरलिजमको आधारभूत प्रश्न भनेको बहुलता हो। र हाम्रो संविधानले बहुलतालाई स्वीकार गरेको छ। नेपाली समाज बहुल समाज हो भनेको छ, तर बहुल समाज हो भनिसकेपछि त्यसको अर्थ हुन्छ पहिचान छ। र पहिचानको प्रश्नलाई यो संविधानले सम्बोधन गरेको छैन। जसले पहिचानको प्रश्न उठाएका थिए त्यसलाई जसरी सम्बोधन गर्नुपर्ने थियो सम्बोधन नगरेको हुनाले यो संविधानलाई घोषणा गरेकै दिनमा आगो लगाएको हो, जलाएको हो नि त। के त्यो प्रश्नको समाधान भयो? मलाई लाग्छ यदि साँच्चै नै हामीले यो अहिलेको फेडरलिजमलाई समृद्ध बनाउने हो भने पहिचानको प्रश्नलाई सम्बोधन गर्नु जरुरी छ। होइन भने यो केवल कागज पोस्ट मात्रै हुन्छ। नम्बर 1। नम्बर 2 रमेशजीले नि भनिसक्नु भएको छ फेडरलिजमको आधार भनेको वित्तीय फेडरलिजम हो, वित्तीय संहिता हो। वित्तीय संहिता हाम्रो एकदम कमजोर छ र यहाँ अरू धेरै कुरा नगरिकन उहाँले भनिसक्नु भएको छ हाम्रो त 80% चान्सन माथि नै छ र तल अब हाम्रा लोकल गभर्मेन्टले प्रदेशले 80% स्रोतहरू केन्द्रमुखी नै भएर हेर्नुपर्ने हुन्छ। जबसम्म हाम्रा यी तल्ला प्रदेश र स्थानीय सरकार बलियो हुँदैन, आर्थिक रूपबाट बलियो हुँदैन, उनीहरूका रेभेन्यू सिस्टम डेभलप हुँदैन, यो संहिता कमजोर नै हुन्छ। जब मागेर खानुपर्छ भने, मागेर हात थापेर काम गर्नुपर्छ भने त्यसको आत्मसम्मान त रहँदैन। त्यहाँबाट हाम्रो त नि
बालिकाहरू र हाम्रो प्रोभिन्सको चाहिँ आत्मसम्मान रहन सक्दैन, उनीहरू सधैँ केन्द्रमुखी नै हुनुपर्ने हुन्छ। त्यो भनेको स्वाभिमानदेखि चोट हो र यो कसरी बढाउन सकिन्छ, इन्टरनेसनल प्र्याक्टिसहरू के छन्, अलिकति यसो बारे पनि केही प्रकाश पार्यो भनेदेखि राम्रो हुन्छ होला। र तेस्रो कुरा जियो पोलिटिक्स हो मलाई लागेको कुरा। धेरै कुरा नगरौँ, सबभन्दा चासो कहाँ हुन्छ भने छिमेकीसँग बढी चासो हुन्छ। हाम्रो पनि देशभरिमा धेरै मान्छे छन् नि त हाम्रो मान्छेहरू, तर हाम्रो घरको पल्लो घर र गोल्लो घर अलिक छिमेकीमा हाम्रो छिमेकी को छ, ती मानिसहरूको सम्बन्ध हाम्रो सधैँ महत्त्वपूर्ण हुन्छ। मर्दा पर्दा चाहिने भनेको तिनै नै हो। नेपालको जियो पोलिटिक्समा मुख्य गरेर अरू कुरा नगरिकन भारत र चीन नै हो। भारत र चीनको सन्दर्भमा उनीहरूले अहिले निकै राम्रोसँग प्रगति गर्दै जाने, हाम्रो ग्रोथ रेट एकदम कम हुने छ। यसले कहीँ भोलि नेपालको सन्दर्भ उनीहरूको विकास तीव्र गतिले अगाडि बढाइ हुने, हाम्रो अर्थतन्त्र एकदमै कमजोर भइरहने, अहिले चाहिँ हाम्रोभन्दा उनीहरूको कयौँ गुणा फरक छ। यस अवस्थामा के प्रभाव पार्छ त हाम्रो खेलले चाहिँ मलाई, अथवा यसलाई कसरी हामीले अगाडि बढ्ने हो, कसरी क्रस गर्ने हो। हुन त उहाँले धेरै कुरा भन्नुभएको छ, कम्ती पनि गरेर ती 2टा आयोगलाई मात्रै लागू गर्ने हो भने धेरै सुधार हुने थियो। 2टा खनालको रिपोर्टलाई लागू गर्यो भने साँच्चै नै ती 2टै रिपोर्टहरू राम्रा छन्। तर हामीले यो जियो पोलिटिक्सको प्रभावलाई, यसमा पोलिटिक्स पनि हुन्छ, इकोनोमी पनि हुन्छ, फरेन पोलिसीको कुरा आउँछ, यसलाई वास्तवमा कसरी समाधान गर्ने त, सम्बोधन कसरी गर्ने त, यो त्यतिकै महत्त्वपूर्ण हेर्ने हो भने ती अधिकारका चाहिँ सूचीहरू यहाँले कतिले हेर्नु भएको छ होइन। मैले सङ्घको अधिकार एकल अधिकार 35 छ, प्रदेशको एकल अधिकार 21 छ हेर्नुहोस् है, अनि त्यसपछि स्थानीयको एकल अधिकार 22 छ, अनि टोटल सङ्घको साझा अधिकार गरेर 75वटा छ, 75वटा छ होइन, र चाहिँ प्रदेशको 61वटा छ, स्थानीयको 37वटा छ है। यो अधिकारको सूची क्या। अनि यो जब चाहिँ जुन पावर डेलिभरी गर्ने चाहिँ सर्भिस डेलिभरी गर्ने चाहिँ स्थानीय निकाय हो, त्यही विचार चाहिँ 22वटा चाहिँ अधिकारमा निहित छ भने यो संहिता कस्तो खालको होला, यो मुठको संहिता हो कि कस्तो हो, मलाई चाहिँ लाग्यो है। जस्ट मैले यति भने हस्। धन्यवाद। म एडभोकेट डाक्टर विष्णु सिन्हा, पोखरा 8 सेक्टर। अब धेरै कुराहरू आइसकेका छ, धेरै राम्रा कुराहरू आएको छ। हाम्रो नवराजी खगराजीहरूले त आफ्नो एकदम आइपरेको आफ्नो अनुभव एकदम सेयरिङ गर्नुभयो, एकदम खुसी पनि लाग्यो र धेरै कमेन्ट र प्रतिक्रियाहरू पनि धेरै राम्रो आइसकेको छ। हो, हामीलाई विश्वास छ हामी नेपालको सन्दर्भमा हाम्रो पब्लिक डेप्थ बढै छ। राष्ट्रको ठुलो धनराशि साधारण खर्चमा, आन्तरिक ऋण र बाह्य ऋणमा तिर्नमा खर्च भइरहेको छ। विकास निर्माणमा छुट्याएको पैसो पनि विकास निर्माणमा खर्च हुन सकिरहेको छैन। म छुट्याउँछु छैन। यिनै पटक यिनै इस्युहरू मात्रै आइरहेछन् कि यसभन्दा बाहेक फरक यसलाई सल्भ गर्ने हिसाबले, प्रब्लमलाई कसरी सल्भ गर्ने भन्ने हिसाबमा आएन। जस्तै हाम्रो प्रदेशकै मान्यज्यूले अब अहिले भर्खरै हाम्रो एडभोकेट ईश्वरी म्याडमले पनि भन्नुभयो के त भन्दाखेरि बाटो पिच गर्नु मात्रै संहिता होइन, जनताको जीवनस्तर उकासियो कि उकासिएन, जनताले सुशासन प्राप्त गरे कि गरेनन्, त्यसतर्फ हामीले ध्यान दिनु एकदमै जरुरी छ। जनताको जीवनस्तर के कारणले माथि उठ्न सकेन त त्यसतर्फ हामी गएका छैनौँ। प्रदेश आवश्यक छ कि छैन, 2 तहको मात्रै सरकार बनाएर जाने हो कि त्यो विषयमा पनि अलिकति केही कमै मात्रै बहस सुन्नमा आयो। त्यसो भन्दाखेरि यी कुराहरू पनि हामीले ख्याल गर्नुपर्छ भन्ने मलाई लागेको छ। धन्यवाद। हस्। मेरो अब मैले चाहिँ एउटा कुरा के मेरो विचारमा लाग्यो भने त्यो इलेक्सन सिस्टम जुन छ त्यो स्थानीय लेभलमा चाहिँ यो पार्टीगत सिस्टमको इलेक्सन लेभलले गर्दाखेरि विकासमा चाहिँ अलिकति ब्यारियर भएको कि भन्ने लाग्छ। त्यो एकदम एक्चुअल फिल्डमा चाहिँ अनुभव गर्दाखेरि कस्तो के हो भने त्यो फलानु पार्टीको वडा अध्यक्ष हो, त्यसले चाहिँ गरेको काममा चाहिँ म किन जाने, मैले किन सहयोग गर्ने एउटा होला होइन। यो हाम्रो पार्टीको मान्छे हो, यसले त सानोतिनो गल्ती गर्यो भने यसलाई चाहिँ जोगाउनु पर्छ, यस्तो किसिमको चाहिँ हुँदो रहेछ। र मान्छेले चाहिँ त्यति ठुलो अहिले नेपाली जनताहरूले चाहिँ त्यति ठुलो आशा पनि गरेका छैनन्। त्यो आशा चाहिँ कस्तो छ भन्दा आफूले पाउनुपर्ने सेवा चाहिँ सहज रूपमा पाइयोस् भन्ने मात्रै चाहन्छ। र अब घाँसबास र कपासको त एकातिर छँदैछ, र यहाँको धेरै कुराहरू आए। मुख्य कुरा चाहिँ त्यो गाउँको रिसोर्सहरूलाई चाहिँ कसरी परिचालन गर्ने
भन्ने विषयमा चाहिँ अहिलेको यो सिस्टमले चाहिँ त्यति निकास लागु देख्दिनँ मैले। गाउँमा प्रशस्त रिसोर्सहरू हुन्छ, त्यो खेर गइरहेछ, तर मान्छेहरू आफै के अरे अगाडि बढिरहेछ। त्यो पञ्चवर्षीय योजना के बनाउने, भनौँ न तत्कालीन, दीर्घकालीन, अल्पकालीन त्यो योजनाहरूको लागि चाहिँ त्यस्तो विज्ञ मान्छे ल्याएर त्यहाँको चाहिँ रिसोर्सेसहरू पहिला उपयोग गर्ने सिस्टम भइदिएको भए राम्रो हुन्थ्यो भन्ने मेरो एउटा सुझाव। धेरै धेरै धन्यवाद। पोखरा केन्द्रदेखि विद्वान सरहरूले धेरै महत्त्वपूर्ण चाहिँ विषयवस्तुहरू चाहिँ यहाँ उठाइराख्नु भएको छ। सोसियल साइन्स सेन्टरलाई चाहिँ धन्यवाद दिन चाहन्छु। मेरो प्रश्न चाहिँ अथवा मेरो चाहिँ सरकारको चाहिँ विषय के रहेको छ भन्दाखेरि यो 1 डिकेडमा जुन हामीले चाहिँ यहाँ अहिले छलफल गरिरहेका छौँ प्रमिस, ट्रायल र टुमारोको, यो विगतबाट अब हामीले के सिक्ने त? विगतबाट सिक्ने कुरामा चाहिँ मलाई लाग्छ पोलिटिकल सिस्टम, अलि भर्खरै उहाँले छोटो विषय पनि उठाउनु भयो। मूल स्रोत नै हाम्रो चाहिँ कता कता खराब त होइन। हामी तल जगमा चाहिँ 5 वर्षको चाहिँ सुनिश्चितताको कुरा गरिरहेका छौँ भने माथि त्यो 5 वर्षको सुनिश्चितताको कुरा चाहिँ गरिरहेका छैनौँ। त्यसलाई कसरी चाहिँ स्टेबिलिटी चाहिँ गर्न सकिन्छ, त्यो भयो भने पनि फेडरलिजमले चाहिँ अलिकति यसले चाहिँ आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्छ कि भन्ने चाहिँ मलाई त्यहाँबाट लाग्छ। र अहिले हामीले चाहिँ बिचबिचमा धेरै कुराहरू यहाँ अहिले पनि आइरहेको छ, बिचौलियाहरूको कुरा। यो बिचौलियाहरूले पनि यो फेडरलिजमलाई चाहिँ अलिकति चाहिँ असर पारिरहेको छ कि, र यसलाई कसरी कम गर्न सकिन्छ? त्यो भनेको के हो सर? बिचौलियाहरूको जुन अहिले कुराहरू आएको, जस्तो यो ठेकेदारको कुराहरू छन्, ठेकेदारको कुराहरू होइन, ठेकेदारको कुराहरू आएको छ। अनि यो संरचनामा पनि अहिले चाहिँ अब हामीले सुनिरहेका छौँ, देखिरहेका छौँ होइन। यो बिचौलियाहरूलाई कसरी चाहिँ मिनिमाइज गर्न सकिन्छ अथवा टोटली इराडिकेसन गर्न सकिन्छ, यी कुराहरूलाई पनि हामीले चाहिँ सम्बोधन गर्न सकियो भने आगामी दिनमा टुमारोमा मलाई लाग्छ फेडरलिजमले चाहिँ एकदम साकार रूप चाहिँ लिन सक्छ होला। र अर्को चाहिँ हामीले इगल आईबाट चाहिँ कुरा गरिराख्दाखेरि चाहिँ इगल आईबाट हेर्दाखेरि चाहिँ देखिन्छ धेरै चिजहरू तल चाहिँ अभाव भएको चाहिँ धेरै चिजहरू देखिन्छ र माथिबाट केही चिजहरू फालिएको छ र त्यहाँ लुसाचुड भइरहेको छ, एकअर्कामा चाहिँ त्यही लडाइँहरू भइरहेको छ। र वास्तवमा माथिबाट फालिएको चिजहरू टार्गेट समुदायमा पुगेको छ कि पुगेको छैन, र त्यहाँ खुसी छ कि छैन। हामीले जहाँ खुसी, फेडरलिजमले जहाँ खुसी ल्याउन खोजेको कुरा छ त्यहाँ खुसी नै छैन। र भोलिका दिनमा त्यो खुसी कसरी रिफ्लेक्ट गर्न सकिन्छ त? र समग्रमा चाहिँ फेडरलिजम चाहिँ खुसीमा बाँच्छ होला, त्यो खुसीमा रमाउँछ होला, र उत्सव त्यहाँ हुन्छ होला भन्ने चाहिँ मलाई लाग्छ। धन्यवाद। थ्याङ्क यू। मेरो सरलाई सानो दुईवटा जिज्ञासा मात्रै। संहिताको संहिताको स्थापना पछि अथवा संहिताको सुरुवातको आवाज उठ्ने बेलादेखि स्थापना गर्ने बेलासम्ममा यी मूल पोलिटिकल पार्टीहरूको धेरै त्यसमा चासो थिएन। एउटा मुभमेन्टले त्यो लिएर आयो, त्यो लिएर आएको हुनाले तिनीहरूको त्यो पार्टीको मनोविज्ञानको आधारले सङ्घीय जुन प्रदेश सरकारहरू छन् तिनीहरूलाई राम्रोसित अधिकार डेलिभर दिन विषय गरेको हो भन्ने हजुरलाई लाग्छ कि लाग्दैन? एउटा कुरा। दोस्रो कुरो, संघीयताको स्थापना भइसकेपछि त्यो संघीयता कार्यान्वयन गर्ने कुरामा कर्मचारीहरूलाई जो अलि अल्छी परेका भन्ने उहाँहरूको चाहिँ के भने संघीयताको बारेमा 14वटा प्रदेश 15वटा प्रदेश जति पनि बनाउनुपर्छ भनेर माओवादी लागेको थियो। माओवादीको सरकार बनेपछि, प्रचण्ड प्रधानमन्त्री भएपछि अथवा उनीहरूको चाहिँ लिडरसिप भइसकेपछि उनीहरू त्यो संघीयता कार्यान्वयन गर्नतिर अलिकति बढी चाहिँ प्रायोरिटी दिए कि थिएनन्? हजुरको अध्ययनले के भन्छ? धन्यवाद सर। अन्त्यमा यही कलेजकै विद्यार्थीमा म यसै लेक्सिटी कलेज एन्ड रिसर्च सेन्टरमा बिएसडब्ल्यू सेकेन्ड इयरको विद्यार्थी। यहाँ हामी कचहरी प्रोग्राममा चाहिँ जेनरली हाम्रो इन्साइट पछि क्वेसन एन्सरिङको सेसन गर्छौँ, तर यसमा पनि कतिपय वक्ताहरूले इन्साइट नै दिनुभयो। मेरो चाहिँ सिधा क्वेसन नै हो। हाम्रो क्वेसन चाहिँ सिधै सरलाई, रमेश सरलाई, फेडरलिजम इस्टाब्लिस भएपछि डिफ्रेन्ट कमिटीहरू बने, जस्तै नेसनल रिसोर्स डिस्ट्रिब्युसन एन्ड फिस्कल कमिसन बन्यो, नेसनल कोअर्डिनेसन कमिसन बन्यो,
तर यो इस्टाब्लिस भइसकेपछि पनि फेडरलिजम एकदम क्रिटिसाइज हुँदैछ अहिले पनि। हामी चाहिँ यो फेडरलिस्टिक नै छौँ मोस्ट अफ द अस, तर बाहिर हेर्नु भने एकदम क्रिटिसाइज हुँदैछ। यसमा चाहिँ हाम्रो त्यो कमिसनहरूको चाहिँ के रेस्पोन्सिबिलिटी थप्न सकिन्थ्यो, केही कुरामा उनीहरूलाई रेस्पोन्सिबल बनाउन सक्थ्यो कि उनीहरूले राम्रोसँग कोअर्डिनेसन गर्न सकुन् र फेडरलिजमलाई चाहिँ अझै राम्रोसँग प्रभोग गर्न सकुन्। मेरो क्वेसन चाहिँ यही छ। धन्यवाद। अन्तिममा रामचन्द्र सर प्लिज। रमेश सरको कुलिङ पिरियड अझै बाँकी भए उनीहरूले अलिक बोल्नु अप्ठ्यारो भएको हो कि भन्ने भाव अनुभूति गरेँ। यहाँले प्रस्तुत गर्नुभएको इन्डिकेटर विकासको इन्डिकेटरमा उनीहरू अहिले कुरा गर्दा जुन गजब देखाउनु पनि त्यो भ्यालिड होइन, किनभने तामा असारा हेर्दाखेरि हो जो थियो, साउनमा त अलि माथि पुगेछ, साउन त साह्रै फाप्ने महिना त भने जस्तै कुरो हो त्यो स्वाभाविक प्रक्रियामा आउने कुरा हो। मैले किन यसो भने नि अघि अमर्त्य सेनको लजिक दिनुभएको थियो इकोनोमिस्ट सरले, नागरिकहरूको सहभागिता बढाउन, सहजता बढाउन, सन्तुष्टि बढाउन यो दशकमा हामीले गतिलो गर्न सक्यौँ कि सकेनौँ भन्ने सूचक हुन पर्थ्यो एकोर्डिङ टु अमर्त्य सेन। अर्को लजिक देवासी चौधरीले डेभलपमेन्टको कुरा गर्दाखेरि लिडिङ कन्सियसली भन्नेमा के भन्छ भन्दा नागरिकको क्यापाबिलिटी प्रमोटिङ र कोपाबिलिटी प्रमोटिङ गर्ने कुरामा हाम्रो एक्टिभिटीले सपोर्ट गरे गरेन त्यसरी हेर्नु भन्थ्यो कि दुईटै सूचकलाई छोडेर यहाँले जुन एजेन्सीको रेफरेन्स लिनु पनि अलि यहाँले त्यो के काम गर्दाखेरि यिनीहरू गरी खाउन् सिकी जाउन् भनेर चाहिँ दान गरे ठाउँ बस्नु भएको, अहिले गाली गर्दाखेरि बिचराहरूलाई आपत पर्ला कि भनेर होइन ठिकै ठिक छ भन्नु। लास्टमा एउटा कुरो बडो जटिल भन्नुभयो, यो जुन यो पैसो भाग्ने र ब्याङ्क्रट हुने भन्नुभएको छ। लास्टमा हामी एउटा रिसर्च गर्दैछौँ कि कास्की जिल्लाको 72 वडालाई कभरेज गर्दै एउटा फोकस ग्रुपमा एकजना बाजेले के गर्नु भन्दाखेरि नि साह्रै राम्रो परिकार त पकाएका थिए कि तर लास्टमा कुर्न राखेका 4 जना केटा तास खेल्न बसेछन्, बिरालो गरेर बिटुलो पारेको अब त्यो भान्छ के काम त्यस्तै भएको हो कि तपाईँले नभने हो कि प्रश्न। हस्, धेरै धेरै धन्यवाद। हाम्रो खुला छलफल ल्याइ सकिएको छ र अन्तिममा चाहिँ मैले पनि इन्साइट्सकै कुरा गर्छु थोरै होइन। अघि लक्ष्मणजीले उठाएको जस्तै हाम्रा सादा अधिकारका सूची धेरै हुँदाखेरि चाहिँ गोलमाल बढी भयो। ठ्याक्क चाहिँ जो संवेदनशील विषय छन् त्यसलाई चाहिँ संविधानले सादा अधिकारका सूचीमा राखेको थियो। त्यसरी जस्तै शिक्षा हेरौँ न, शिक्षामा त्यस्तै छ, स्वास्थ्य त्यस्तै छ, ऊर्जाको कुराहरू त्यस्तै छ, सुरक्षाको त के अरे प्रदेशको एकल अधिकार भन्दै पनि प्रदेश सुरक्षाको कुरा हामीले लाठी पाएकै छैनौँ। हामीले योभन्दा अगाडि पनि गरेका थियौँ, एउटा न्युज पनि हामीले लेखेर राखेको नै छ, हाम्रो अगाडि नै यहाँ प्रिन्ट गरेर त्यहाँ राखेका छौँ। यो कतरले नै उठाएको कुरा हो, ती चाहिँ हामीसँग समस्या कायमै छन्। त्यो समस्या भनेको चाहिँ यो अधिकारको सूचीले ल्याउँदाखेरि हो। अर्को देशमा भएका समस्यालाई भुलाउनका लागि बनाइएको कार्यविधिकरण प्रतिवेदन छ नि त, त्यसलाई सुधार गर्नका लागि चाहिँ यति धेरै समितिहरू बने होइन। यो 5 प्रदेशका सातै प्रदेशका चाहिँ मुख्य न्यायाधिवक्ताहरूको चाहिँ यहाँ भेला नै भएर मुख्यमन्त्रीहरूको सम्मेलनले चाहिँ उसलाई अधिकार दिएर त्यसले चाहिँ प्रतिवेदन बुझाएर चाहिँ दिइसकेका छ। तर अहिले गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा एउटा समिति बनाइएको छ, त्यो त्यही थन्केरै बसेको छ, अगाडि बढ्न सकेका छैन। त्यसमा पनि हामी हित गर्नुपर्छ जस्तो लाग्छ। अर्को चाहिँ म थोरै यो प्रसारण संरचनाको कुरा गर्छु। एकदम राम्रो वाइवाई भएको छ प्रदेशले अहिले गरेको कुरामा चाहिँ खर्च घटायो वा सरकार भनेको छ। यसलाई कार्यान्वयन गर्ने कम त सजिलो चाहिँ छैन है। र पहिलो कुरा त यो प्रतिवेदन आउन नै तपाईँको साह्रै हल्का तरिकाले प्रतिवेदन आयो भन्ने मलाई लाग्छ, किनभने सरले भनेको छ त्यहाँ ती खराब प्रतिवेदनहरू त्यहाँ बोलेकै छैनन्। योभन्दा अगाडि त तपाईँको चाहिँ 76 मा गण्डकी प्रदेश सरकारले नै त्यति बेला स्टाफ कलेजसँगको समन्वयमा चाहिँ एउटा विस्तृत अध्ययन गरेर साह्रै नै वैज्ञानिक अध्ययन गरेको छ। त्यो अध्ययनका प्रति चाहिँ अहिलेको यो प्रतिवेदनले केही पनि बोलेको छैन। सर्टेन दुईटा जिल्लाका चाहिँ केही कार्यालयमा गर्दै तयार गरेको प्रतिवेदनले चाहिँ साँच्चै यो कार्यान्वयनमा चाहिँ यो चाहिँ कन्सियस छ भन्ने चाहिँ मलाई लाग्दैन। त्यो भावनाले समस्या छ। अरू हिजोको त एउटा न्युज आएको छ, हाम्रो सामान्य प्रशासन मन्त्रीज्यूले चाहिँ के अरे स्थानीय तह अब निमित्त विहीन बनाउने भनेर भन्नुभएको छ। जुन तरिकाले उहाँले सरुवा गर्नुभएको जसरी चाहिँ के अरे आँट लिएर सरुवा गर्नुभएको छ, मलाई लाग्छ त्यो के अरे निर्णयबाट उहाँ त हिजो नै पछाडि फर्किसक्नु भएको छ। किनभने राजनीतिक नेतृत्वसँग चाहिँ उहाँकै दलका प्रधानमन्त्रीहरूसँग चाहिँ उहाँ टिक्न सक्नुहुन्छ जस्तो मलाई लाग्दैन। त्यो भावनाले चाहिँ समस्या त्यहीँनिर छ एउटा कुरा। अर्को चाहिँ तपाईँको चाहिँ अघि स्थानीय तह 5 वर्ष सुनिश्चित भनेर भन्नुभएको छ नि, अथवा चाहिँ त्यहाँ गइसकेपछि त्यहाँ चाहिँ संसद चाहिँ 2 तहका संसद छैनन्, एउटै संसद छ। तर पोखरा महानगरमा हेऱ्यो अन्त हेऱ्यो त्यहाँ चाहिँ दलका प्रतिनिधि के अरे संसदीय दलको नेता भन्ने आउँछ, हेर्नुहोस् दलको नेता भनेर भनिएको छ। यहीँ के अरे सोस्तानी म्याम हुनुहुन्छ, योभन्दा हजुरकोभन्दा अगाडिको कार्यकालमा चाहिँ तपाईँको चाहिँ के अरे एउटै पार्टीका मेयर हुनुहुन्थ्यो। त्यही 3 वर्षसम्म जस्तो लाग्छ मलाई चाहिँ न्यायिक समिति गठन हुनै सकेन। आफ्नै दल विरुद्ध दल छ, अब भिन्न दल भयो भने त कार्यपालिकाको बैठक बस्नै सक्दैन।
हामीले चाहिँ माथि गाउँपालिका र चाहिँ बिहारी गाउँपालिकाको बजेट त त्यही कारण दरकै कारणले चाहिँ यसपालि चाहिँ समयमै पेस हुनै सकेनन्। यी कुराहरू रहँदै हामी चाहिँ अन्तिममा चाहिँ मैले यहाँ उठेका सवालहरू चाहिँ खासै उत्तर दिनका लागि चाहिँ धेरै उठेनन्, केही सवालहरू चाहिँ उठेका छन्। त्यसमा माननीय भक्त कुमारज्यूलाई यो सवालमा चाहिँ सम्बोधन गरिदिनु अनुरोध गर्छु, त्यसपछि रमेश दाइ। धन्यवाद। अब सकिन्न त्यो प्रश्नमा धन्यवाद दिन चाहन्छु। विशेष गरी मेरो गाउँमा भन्दा पनि संहिताको पुरानो भइसकेपछि भएको यसलाई पोजिटिभली चाहिँ हेर्नुपर्छ भन्ने अर्थमा चाहिँ मैले प्रस्तुत गरेँ। त्यो एउटा मात्रै कुरा नत्र मलाई लाग्छ संहिताले चाहिँ हजुरहरूलाई एका छ कि छैन 1 लाख रुपियाँ पार्नका लागि चाहिँ धाइ लाएर झोला बोकेर 2-4 जना मान्छेलाई खर्च हालेर गाडी लिएर चाहिँ तपाईँ काठमाडौँ जानु। आज त्यो अवस्था छैन। आज नजिकको सरकार भनेर चाहिँ स्थानीय तहले कति डेलिभरी गर्नुभयो? वास्तवमा प्रदेश डेलिभरी भन्दा पनि डेभलपमेन्ट मध्यम तहको डेलिभरी चाहिँ के अरे डेभलपमेन्ट गर्ने कुरा मात्रै रहेछ। सबभन्दा डेलिभरी गर्ने कुरा त स्थानीय तहले। हामीले पनि के भनेका छौँ भने केही कुराहरू चाहिँ मिल्दैन। यो आइडियोलोजीको कुरा पनि होला, तर हामीले पनि स्थानीय तहलाई चाहिँ मजबुत बनाउनुपर्छ र उनीहरूलाई सक्षम बनाउनु। प्रदेश सरकारले अब चाहिँ त्यहाँ गएर चाहिँ हलो बाँड्ने होइन, त्यहाँ तल्लो तहका चाहिँ स्थानीय तहका चाहिँ जनताहरू के अरे त्यहाँका कर्मचारीहरूलाई चाहिँ सक्षम बनाउनु, उनीहरूलाई क्यापेसिटी बिल्डिङ गर्ने, जसले कि चाहिँ सबै खालको चाहिँ विज्ञता चाहिँ त्यहाँ प्रदान गर्ने खालको गर्नुपर्छ भन्ने लाइनमै चाहिँ हामी छौँ। तर चाहिँ कुरा के रहेछ भने मैले बोल्ने मात्रै हो, म चाहिँ कार्यकारी छैन, मैले चाहिँ डिसिजन गर्ने चाहिँ निर्णायक ठाउँमा पनि म छैन। त्यस हिसाबले मैले आवाज तपाईँको कुरा के हो भने माननीयहरू स्वतन्त्र हुन्छ, आवाज उठाउन स्वतन्त्र हुन्छ, भोट हाल्न मात्रै चाहिँ होइन।